जीवनमा कहीँ कतै असफल भइयो भने पनि असफल भएको कुरा थाहा पाउनु नै सफलताको बाटो पछ्याउनु हो भनिन्छ नि। असफलता नै सफलताको सङ्केत हो भनेर। नमस्ते, अन्यङासेयो। ट्रस्ट एजुकेसन सेन्टर सुर्खेतद्वारा सञ्चालित कोरियन भाषाको अनलाइन क्लासको आजको अङ्कमा यहाँहरू सबैको हार्दिक स्वागत अनि न्यानो अभिवादन गर्छु। म भाषा प्रशिक्षक हरि कणेल। आज हामीले क्लासमा अध्ययन गर्दैछौँ च्याप्टर 11बाट। यहाँहरू सबैजना तयार हुनुहुन्छ होला? यदि यहाँहरू सबैजना तयार हुनुहुन्छ भने आजको क्लास सुरु गर्छ अब। ओके, आज हामीले च्याप्टर 11मा चाहिँ सेबइल ग्वामा पढ्नेछौँ। अति नै महत्त्वपूर्ण पनि छ यो पाठ। यहाँहरूले नयाँ लागेको कुराहरूलाई मजासँग टिप्नु होला र एकदम ध्यान दिएर कपी पेन साथमा राखेर पढ्न बस्नुभयो भने पक्कै पनि सहज हुनेछ। छेप भनेको घर भइहाल्यो, आन भनेको भित्र, शोक अथवा कतिपय ठाउँमा ने भनेको पनि भित्र हुन्छ, इल भनेको काम। समग्रमा भन्दा घर भित्रको काम मतलब घरयासी काम हैन। खाजङ इल भनौँ न यसलाई। खाजङ भनेको घरयासी हुन्छ, इल भनेको काम हुन्छ। खाजङ इल पनि भन्न सकिँदो रहेछ त्यसो भए हैन। घरयासी काम, शोक भनेको भित्र, ने भनेको पनि भित्र, छिवान इल भनेको घरयासी अथवा घरभित्र हुने कामहरू भनेपछि के होला? सरसफाइदेखि लिएर हैन, फोहोर छुट्याउने कुरादेखि लिएर, किचनको कामदेखि लिएर अन्य प्राइभेट व्यक्तिगत कुराहरू चाहिँ होला हैन। ल, अब हामीले यस पाठमा चाहिँ कस्तो खालको छङ्गो तथा अन्य के कुराहरू पढ्न परिन्छ एकपटक हेरौँ। यहाँनिर एउटा चाहिँ यो सुरगी थोङ राखेको छ हैन। छोङ्गे कागज जन्ने कुराहरू, युरी भनेको सिसा जन्ने कुराहरू, अनि केन जस्तो अब यो क्यानहरू हुन्छ नि, यो रेडबुलहरू खाँदाखेरि आउने हैन, यो क्यानहरूलाई यसरी छुट्याएर फाल्ने भन्छ। खेन हागो युरी बेङ्गुन काच्छी फर्यो भनेर सोधेको छ यहाँ। क्यान र है, क्यान बुझिहाल्नु भएन हैन। क्यान जस प्लास्टिक क्यानहरू, बोतलहरू चाहिँ जस्तो त्यो रेडबुलहरूको हैन, यो बोतलहरू र युरी ब्याङ। युरी भयो त खाना भन्ने अर्थ लाग्छ हैन। युरी भनेको के हो? सिसाको, ब्याङ भनेको बोतललाई, काच्छी सँगै फर्यो, सँगै फाल्ने हो भनेर सोध्छ। तारो छुट्टै, फरया दयो फाल्नु पर्दछ अथवा फाल्यो भने हुन्छ। भनेपछि हामीले यस पाठमा पढ्ने ग्रामर आ, अ, ए, हे, या, थेदा अथवा हादा नु पर्छ अथवा ने हुनु पनि भन्न सकिन्छ यहाँ पनि है। अथवा नु पर्छ अथवा नै पर्छ भन्ने अर्थ हुन्छ। अनि अर्को ग्रामर चाहिँ हामीले यस पाठमा ल उल गे यो भन्ने ग्रामर पढ्ने रहेछौँ। अर्थ के हुन्छ त भन्दाखेरि ने छु अथवा ने छौँ। यो केमा लाग्छ भन्नुहुन्छ भन्दाखेरि 1st फर्स्ट पर्सनमा लाग्छ। यो प्रथम पुरुषमा लाग्छ। यो मतलब म र हामी मा मात्रै लाग्छ भन्ने कुरा बुझ्नुपर्छ हामीले है। लग्यो उल्ग्यो चाहिँ फर्स्ट पर्सनमा लाग्छ अथवा प्रथम पुरुषमा लाग्छ, म र हामीमा लाग्छ। त्यसैले अर्थ ने छ अथवा ने छु अथवा ने छौँ भनेर चाहिँ हामीले भन्न सक्छौँ। त्यसै गरी हामीले यस पाठमा पढ्नु पर्ने औई नै महत्त्वपूर्ण कुरा छ। हेर्नुहोस् यहाँ औईमा हामीले के पढ्नेछौँ त भन्दाखेरि सुरेगी फोहोर, फुल्ली हादा छुट्याउनु, वर्गीकरण गर्नु, फेछुल भनेको चाहिँ फेरि निष्कासन गर्नु अथवा व्यवस्थापन गर्नु। फोहोरलाई छुट्याउने र व्यवस्थापनसँग सम्बन्धित शब्दावली। भन्नुको मतलब रिसाइक्लिङमा आउने फोहोर, पुनः प्रयोगमा आउने फोहोर छ कि छैन, खानाको फोहोर, ठुलो आकारको फोहोर जस्तो यस्तो खालको डेस्क बेन्चहरू यस्तो खालको कुरा छ कि हैन,
अनि यस्ता खालका फोहोरहरूलाई चाहिँ पहिला सुरुमा के गर्नु पर्यो, छुट्याउनु पर्यो। त्यस पछाडि फेरि त्यसको के गर्नु पर्यो, फेरछुल गर्नु पर्यो, निष्कासन अथवा व्यवस्थापन गर्नु पर्यो। अब हाम्रो जस्तो हरेक ठाउँहरूमा चाहिँ फोहोरको व्यवस्थापन गर्ने ठाउँहरू हुन्छ। हाम्रोमा त म्याक्सिमम अब कतिपय जलाउने हुन्छ, जस्तो हाम्रो यहाँ बाङ्गे सिमलको साइडमा छ, काठमाडौँको यता सिसडोलतिर छ होइन, विभिन्न ठाउँमा छ। अब फोहोरको व्यवस्थापन कोरियामा पनि यस्तै गरिकन पुनः प्रयोग, म्याक्सिमम फोहोरहरू चाहिँ कोरियनहरूको फेरि रिसाइक्लिङ गर्ने हो क्या, सकेसम्म प्रयोगमा ल्याउने। अनि अन्तमा केही गर्दा पनि प्रयोगमा आएन भने चाहिँ त्यसको फेरि मलहरू प्रयोग गर्दा पनि आएन, तपाईँको अरू कुनै सामग्री पनि बनेन भने चाहिँ त्यो जलाउने अथवा त्यसको चाहिँ व्यवस्थापन त्यसरी गर्ने गर्छन्। अनि छिबानिल घरभित्रको काम, नर्मल्ली घरभित्रका कामहरू पकाउनेदेखि सुकाउनेसम्म होइन, यिनै कामहरू हामीले यहाँ पढ्छौँ। र यसको छङ्गो मुनुवामा पनि त्यही नै छ, फोहोरको व्यवस्थापन कसरी गरिन्छ त कोरियामा भनेर चाहिँ, फोहोरको डिस्पोजल कसरी हुन्छ भन्ने विषयमा हामीले पढ्नेछौँ। ओके, अब यो पाठ पढिसकेपछि यहाँहरूले के जान्नु पर्यो त भन्दाखेरि, सुरगी फरिनुन फवे, फोहोर फाल्ने तरिकाको बारेमा सोध्ने र जवाब दिने। उम्सिकमुल सुरेगी, खानेकुराको फोहोर हो भने कसरी फाल्ने सोध्ने, अनि फेरि जवाब पनि दिने होइन। अनि छिबानीले दे मारालसित घरभित्रको कामहरू जस्तो कपडा धुने, कपडा सुकाउने, कपडा उठाउने, कपडा पटाउने, सरसफाइ गर्ने, नुहाइधुवाइ गर्ने, यिनै कुराहरू त होला घरभित्रको कामहरूमा चाहिँ। यो पनि कहिलेकाहीँ परीक्षामा चाहिँ आउँछ, फेरि के गर्दैछ यो मान्छेले भन्दै सामान्य काम गर्न थालेको कुरा पनि सोध्न सक्छ, नर्मल उद्देश्य राखेको छ। ल सुरुमा हेरौँ त, हामीले एकपटक यहाँ सर केही मिनिङहरू नयाँ छ कि छ भने टिपिहाल्नु होला। ओके, छोङन्यु भनेको छ, छोङन्यु पढ्छौँ है हामी, त्यसलाई पढ्दाखेरि चाहिँ छोङरिउ लेखिन्छ, पढ्दाखेरि छोङन्यु। अनि त्यसका सिमिलर मिनिङहरू खाजी, खाजी भनेको के भेन्टा, यहाँ चाहिँ प्रकार पनि हुन्छ होइन। अनि युहेङ भनेको पनि प्रकार हुन्छ, ह्याङ प्रकार हुन्छ, अनि छाङमु भने पनि प्रकार नै हुन्छ है। सुगाम भनेको अब सुगा आधा बुझ्नु पऱ्यो क्या यहाँनिर, सुगा आधा भनेको सङ्कलन गर्नु है। अनि हाम भनेको बाकस, सुगा हाम भनेको सङ्कलन गर्ने बाकस। अनि खोलमुख भनेको गल्ली, सानो गल्ली होइन, गल्ली बाटो। छेदे हादा भनेको अधिक हुनु अथवा बढी हुनु। छेगा हादा भनेको चाहिँ निकाल्नु, हटाउनु, रिमुभ गर्नु। अनि कप्तेगी भनेको चाहिँ बोक्रा, बोक्रा रुखहरूको चाहिँ बोक्रालाई कप्तेगी भन्छ भन्यो। यहाँनिर चाहिँ एउटा के दिएको छ त भन्दाखेरि, फोहोर छुट्याएर फाल्नका लागि प्रयोग गर्ने फोङथु भन्छ। फोङथु भनेको के प्लास्टिकको झोला। अब यहाँ खाम नभनेर के भन्नु पऱ्यो हामीले, प्लास्टिकको झोला। सुरेगी फोङथु भनेको छ 75 लिटरसम्म अट्ने भनेर चाहिँ एउटा दिएको छ। ल सुरेगी, सुरेगी भनेको के फोहोर। सुरेबादगी भनेको फोहोर उठाउने डस्टबिन भन्छ के अरे होइन, डस्टबिन फोहोर उठाउने भाँडो भन्छौँ हामी चाहिँ। सुरेगी थोङ भन्यो भने चाहिँ फोहोर फाल्ने अथवा फोहोर जम्मा गर्ने, जम्मा गर्ने भन्दा पनि होला त्यसलाई होइन, फाल्न त फेरि त्यसपछि बाहिर लगेर फाल्नु पऱ्यो नि त। अनि फुल्ली आधा भनेको छुट्याउनु, अनि बेचुल भनेको चाहिँ के गर्नु, डिस्पोजल गर्नु अथवा व्यवस्थापन गर्नु। ल हानको केसनम कोरियामा चाहिँ, ल मजासँग एक एक अक्षर सबै क्लियर जाउँ। कोरियामा चाहिँ सुरेगिरुल फरिल ते फोहोर फाल्ने बेलामा सुरेगी वे फोहोरको छुङ्निए तारा प्रकार अनुसार फुल्ली हेस छुट्याएर फरयाम्निदा फाल्नु पर्छ। एक नम्बर कुरा के थाहा भयो भने, कोरियामा फोहोर फाल्ने बेलामा चाहिँ जे बेटा त्यो फोहोर जहाँ मन लाग्यो त्यहीँ एकै ठाउँमा फाल्न पाइँदो रहन्छ होइन। फोहोरको प्रकार के हो त्यसको अनुसार वर्गीकरण गरेर छुट्याएर फाल्नु पर्छ। सुरेगी वे छुङ्न्यु ए सुरेगी वे छुङ्न्यु एनन्, फोहोरका प्रकारहरूमा चाहिँ तपाईँ थाहा पाइहाल्नुपर्छ है, प्रकारहरू के हुन् फोहोरका भन्ने कुरा चाहिँ। इल्बान सुरेगी, उम्सिकमुल सुरेगी साधारण फोहोर, खानेकुराको फोहोर भनेको छेवारिङ सुरेगी रिसाइक्लिङ अथवा पुनः प्रयोग गर्न मिल्ने अथवा त्यो फोहोरबाट अरू केही बन्ने के रिसाइक्लिङ हुने खालको फोहोर। हनोत भनेको पुरानो सेकेन्ड ह्यान्ड कपडाहरू। खरिग र थे भनेको ठुलो, ह्याङ भनेको प्रकार ठुलो प्रकारका सुरेगीगा यसमिदा फोहोरहरू छन्। मतलब फोहोर कति प्रकारका रहछन्, 5 प्रकारका रहछन् है। अब तिनी 5 प्रकारको व्याख्या तल गरौँ है त। ल अब सुरुमा इल्बान सुरेगी
थाहा भइहाल्यो हामीले कोरियामा फोहोर वर्गीकरण गरेर प्रकार अनुसार छुट्याउनु पर्छ। फोहोर 5 प्रकारका छन्। अब फेरि नदोहोऱ्याउने गरे के हो भन्दा इल्भान सुरेगी, उम्सिकमुल सुरेगी, छेवारेङ सुरेगी, हानोत र थेहेङ सुरेगी। ठुला ठुला भन्नाले यहाँ लेखिहाल्छ अहिले ठुला ठुला फोहोर भनेको कस्ता फोहोर रहेछन् है त। ल इल्भान सुरेगी छोङन्याङ्जे फोङथुए भनेको छ फोहोर छुट्याएर फाल्ने झोलामा नअस राखेर। अब यो फिनिखानमा आइदिन सक्छ यति चाहिँ नअस हुन्छ कि थामास हुन्छ कि नोआस हुन्छ कि हैन फरिगो हुन्छ कि यहाँ के कुरा हटाए हाडा भन्ने कुरा थाहा पाउने डिटेलमा एक एक अक्षर जाने है। नअस फरिँदा राखेर फालिन्छ। फरिनुन नाल्चा वा फाल्ने मिति र छाङसो नुन ठाउँ चाहिँ छङ्यज एन्नुन्दे निश्चित हुन्छ। छङ्हे जिदा भनेको तोकिएको हुन्छ अथवा फिक्स हुन्छ। छियक मादा थारमनिदा र क्षेत्र अनुसार के हुन्छ फरक फरक हुन्छ। फोहोर फाल्ने मिति र ठाउँ चाहिँ छङ्य एन्नुन्दे तोकिएको भएर छियक मादा क्षेत्र अनुसार फरक हुन्छ। भन्न खोजेको के हो त भने जस्तो हाम्रो न्यु रोडमा बुधबार, पिपिरामा शुक्रबार, मिति के हुने भयो त फरक फरक हुन्छ। निश्चित तोक्या हुन्छ रेडी थाहा हुन्छ त्यहाँका स्थानीय बासिन्दालाई ल है आज फोहोरको गाडी आउँछ भन्ने कुरा चाहिँ थाहा पाएपछि नै बल्ल बाहिर ल्याउँछन् फोहोर। त्यस कारणले मिति पनि तोकिएको हुन्छ अनि ठाउँ पनि के हुन्छ निश्चित स्थान तोकिएको हुन्छ कि मेरो घरभित्रै त गाडी आइपुग्दैन नि मैले बाहिरसम्म ल्याउनु पर्छ ठाउँ पनि तोकिएको हुन्छ भन्छ। छोङन्याङ्जे बङथुनुन अब उक्त झोला फोहोर फाल्ने अथवा फोहोर छुट्याएर फाल्ने झोला चाहिँ माथु ना फ्यानुइजम माट अथवा फ्यानुइजम सुपर मार्केटबाट साल्स एन्नन्दे किन्न सकिन्छ। ओ लिथ शिव लिथ गरेर यसरी दिएको छ हेर्नुहोस् 5 लिटरदेखि लिएर 75 लिटर चारिगा सुम्निदासम्मको हुन्छ। सानो झोलादेखि अघि हामीले चित्रमा हेरेको जत्रो ठुलो खालका झोलाहरू चाहिँ हुन्छन्। कस्तो फोहोरका लागि सामान्य घरयासी घरहरूबाट निस्किने हाम्रो यसो चुलो चौकोमा यसो कसिङ्गरहरूबाट यताउति सामान्य जो फोहोर आउँछ त्यो फोहोर फाल्नका लागि चाहिँ छोङन्याङ्जे बङथु किन्न पर्दो रहेछ हैन। त्यसमा नअस राखेर निश्चित नाल्चा र निश्चित छाङसोमा चाहिँ फरिदा गर्न पर्दो रहेछ। ठिक छ यहाँसम्म। अनि यो कहाँ किन्न पाइन्छ भन्यो मार्ट फ्यानिजम र सुपर मार्केटमा किन्न पाइन्छ। क्लियर ओके। अब अर्कोमा अब पालो आयो उम्सिकमुलको। उम्सिकमुल सुरेगिनुन खानेकुराको फोहोर चाहिँ छोएदेहान भनेको धेरै अधिक धेरै हुने अथवा अधिक हुने मुलगिरुल छेगाहान हुए भनेको सके जति भन्ने बुझ्नु पर्यो कि अब यहाँ चाहिँ धेरै भन्दा पनि खानेकुराको फोहोर चाहिँ सके जति जति चुइन्छ जति निकाल्न सकिन्छ त्यति क्या सके जति मुल्गी भनेको झोलिलो कुरालाई छेगाहान हुए भनेको निकालेपछि हैन निकालेपछि फरया हामीनेर फाल्नुपर्छ भनेको त्यो झोलिलो कुराहरू झोलसहित त्यसरी लगेर चाहिँ फालिँदो रहन्छ। झोलिलो कुराहरूलाई चाहिँ छुट्याइँदो रहेछ एक नम्बर कुरा। अब थाक प्यना कुखुराको हड्डीहरू के मासुमा आएको हड्डीहरू भने होला नि हैन अथवा थालग्याल कप्तेकी भनेको छ है। हामी त्यो रुखको बोक्राहरू हुन्छ भनेको थियौँ। यहाँ चाहिँ रुखको बोक्रा नभएर के रहेछ अन्डाको बोक्रा भने हैन त। थालग्याल भनेको अन्डाको बोक्रा वा काच्छीसँगै थोङमुरी मगुल्सु अम्नुन। अब खानेकुराको फोहोरहरू त खान मिल्छ र पशुपालन छ भने त कसले फाल्छ र हैन। कुकुर बिरालो गाई बस्तु केहीले खानेकुरा भयो त त्यही दिने हाम्रो पनि चलन छ नि। अब त्यो खानेकुरा होइन भने चाहिँ थोङमुल भनेको के हो त थोङमुल भनेको जनावर हैन। जनावरले चाहिँ मगुल्सु अम्नुन खान नसक्ने गसन कुरा चाहिँ इल्बान सुरेगी रो साधारण फोहोरको रूपमा फुल्ली यसो छुट्याएर फरया हामीदा फाल्नु पर्छ। उम्सिकमुल सुरेगिनुन खानेकुराको फोहोर चाहिँ उम्सिकमुल सुरेगी सुग थोङे भनेको छ नि त। खानेकुराको फोहोर चाहिँ हुन त यो पनि अब साधारण फोहोर सरह नै भयो। गाई बस्तुले खान पनि नसक्ने झोलिलो कुरा निकालिसकेपछि बचेको फोहोरलाई साधारण फोहोर सरह हेरियो। तर त्यो फोहोरलाई चाहिँ के गर्नु त भने उम्सिकमुल सुरेगिनुन खानेकुराको फोहोर चाहिँ उम्सिकमुल सुरेगी सुग थोङे खानेकुराको फोहोर छुट्याएर राख्ने भाँडोमा फरिगना फाल्ने अथवा सुग थोङे अब्सुल खेङ्गो छुट्याएर फाल्ने भाँडो नभएको अवस्थामा
उम्सिक मूल सुरेगी फोङथुए खानेकुराको फोहोर फाल्ने प्लास्टिकको झोलामा थामा छ। अघि यहाँ नछ भन्थ्यो फेरि मिनिङमा कता अघिल्लोमा म त एउटै हो है थाम्दा नथा भनेको त आखिर भित्रै राख्नु हो। तैपनि यहाँ के भने त थामा छ फरिम्योन दोइम्निदा फाल्यो भने हुन्छ। ठिक छ। अब छ भने त छुट्टै फाल्ने रे डस्टबिन छुट्टै छ भने, छैन भने फोहोर फाल्नेका लागि खानेकुराको फोहोर फाल्ने ब्याग प्लास्टिकको झोला किनेर फाल्नुपर्छ। के बुझ्नुभयो त यहाँ? सजिलो रहेछ। उम्सिक मुल सुरेगी फरेलते चाहिँ मुल्कीलाई पेदा गर्नुपर्दो रहेछ क्या एक नम्बर कुरा चाहिँ। अनि थोङमुलहरूले पनि खान नसक्ने खालको कुराहरू छ भने त्यसलाई फेरि साधारण फोर्स र सुरेगी थोङमा अथवा फोङथुमा चाहिँ के गर्नुपर्दो रहेछ? फाल्नु पर्दो रहेछ है। सुगा आधा गरेर भने के सङ्कलन गरेर। अब हामी जाउँ छेवार्यौँ फुम ए छोङ्न्यु रोनुन भनेर। अब छेवार्यौँ सुरेगीको कुरा हो क्या चाहिँ। छेवाल भन्दा बित्तिकै छे भनेको पुनः भइहाल्यो, वार्यङ भनेको प्रयोग भइहाल्यो। छे वार्यङ पुनः प्रयोग, फुम भनेको सामान पुनः प्रयोग गर्ने अथवा रिसाइक्लिङ हुने सामानको छोङ्न्यु रोनुन प्रकारमा चाहिँ प्लास्टिक। अब के हुन्छ त्यस्ता भन्ने पहिला थाहा पाउनु पर्यो र के कुरा चाहिँ रिसाइक्लिङ हुन्छ त भन्दा प्लास्टिक हैन, फिनिल हैन, अनि यो फिनिल भनेको पनि प्लास्टिक नै हो। अनि छोङ्गे कागजहरू किताबहरू जस्तो लैजान्छ नि हाम्रो पुराना किताबहरू किनेर। खेन क्यानहरू, फिन ब्याङ्गी सुम्निदा खाली बोतलहरू छन्। छेवारेङ फुमुन पुनः प्रयोगमा आउने सामान चाहिँ छोङ्न्यु बेल्लो प्रकार अनुसार फुल्ली एस फरिमेन दोमिनेदा छुट्याएर फाल्यो भने हुन्छ। कागज जतिलाई एक ठाउँमा, प्लास्टिक जतिलाई एक ठाउँमा, बोतल क्यानहरूलाई चाहिँ एक ठाउँमा छुट्याएर फाल्यो भने हुन्छ। इजी छ नि त यहाँनिर? ल त्यसै गरी अझ बाँकी छ हामीसँग दुईवटा होइन त? ल अब बालो कसको आयो? हनोत। अघि हामी 5वटा फोहोरहरू पढेको नि त। त्यो मध्येको हनोत भनेको छ। हनोत भन्नाले ओरे दोइन ओसी पुरानो भएको के लामो समयको अथवा पुरानो भएको कपडा अथवा सिनबाल जुत्ता, खाबाङ झोला, थाम्यो भनेको चाहिँ ब्ल्याङ्केट अथवा कम्मल भन्दा हुन्छ है। ब्ल्याङ्केट अब चिसा दिनमा ब्ल्याङ्केट चाहिने बेला हो नि अब होइन। ब्ल्याङ्केट अथवा कम्मल वा काथुन जस्ता गसुन कुरा चाहिँ उइर्यु भनेको कपडा है त। उइर्यु भनेको के कपडा। सुगा हामे कपडा छुट्याएर राख्ने भाँडोमा अथवा बाकसमा फर्य या हानन्दे फाल्नु पर्दछ, फाल्नै पर्दछ। उइर्यु सुगा हामुन कपडा छुट्याएर राख्ने बाकस चाहिँ फोथोङ प्राय हेङजङ फोक्ची सेन्थ भन्छ। हेङजङ भनेको प्रशासनिक, फोक्ची भनेको कल्याण, अनि सेन्थ भनेको सेन्टर प्रशासनिक कल्याण केन्द्र आप भनेको अगाडि अथवा छुथेका, छुथेक भनेको थाहा छ? छुथेकाउई भनेको घरको भन्ने आवाज अथवा घरको खोलमोक गल्ली। आफाथुई भनेको अपार्टमेन्टको, सुरेगी फोहोर सुग छुट्याउने, जाङ भनेको ठाउँ सङ्कलन गर्ने के छुट्याएर सङ्कलन गर्ने ठाउँ। आन ए भित्र सुम्निदा हुन्छ। एकपटक सरल नेपालीमा भन्दाखेरि पुरानो कपडा अथवा जुत्ता, झोला, ब्ल्याङ्केट अथवा जस्ता कुरा कपडाहरूलाई सुगा हामे फर्या हाम्निदा सङ्कलन गरेर राख्ने बाकस अथवा छुट्याएर राख्ने बाकसमा फाल्नु पर्दछ। यस्ता खालका कपडा छुट्याएर राख्ने बाकस चाहिँ प्राय प्रशासनिक कल्याण केन्द्रको अगाडि अथवा घर आवासका गल्ली अपार्टमेन्टको फोहोरलाई सङ्कलन गर्ने ठाउँको भित्र हुन्छन् भने है त। ओके अब अर्को कुरा हेरौँ। थेहेङ सुरेगी ठुलो आकारको फोहोर। अब ठुलो आकारको फोहोर भन्नाले हामीले चाहिँ जस्तो यो बोर्डहरू बिग्रियो भने, यस्तो बेन्चहरू बिग्रियो भने, टिभीहरू बिग्रियो भने, दराजहरू बिग्रियो भने होइन, यस्ता कुराहरूलाई चाहिँ अझ कोरियनहरूको त त्यो अगाडि ठिक्क त्यो फोहोर राख्ने ठाउँ हुन्छ कि यो बाटोमा पनि त्यहाँ राखिन्छ। त्यहाँबाट उनीहरू मध्ये फेरि जस्तो न्यून आय स्रोत भएका मान्छेहरूले चाहियो भने उठाएर लिने पनि हुन्छ त्यहाँ। अब उनीहरूले पनि लिएन त्यहाँबाट पनि भने चाहिँ फेरि तिनीहरूले त्यहाँ सधैँभरि राखिरहन पाउँदैन, निश्चित समय राख्ने हो त्यहाँ।
त्यसपछि फेरि स्टिकर किनेर त्यसपछि सम्बन्धित ठाउँमा चाहिँ पैसा तिरेर त्यसपछि पठाइदिन पर्छ। नत्र यदि लगे त्यहाँ राखेको ठाउँबाट कसैले भने त उसको भलो भयो। जस्तो कपडा ब्याङ्क जस्तै पुरानो कपडाको ब्याङ्कहरू हुन्छ नि कतिपय ठाउँमा, त्यस्तो पनि हुन्छ है त। थेङ सुरेगिन ठुलो आकारको फोहोर भन्नाले छेकसाङ इना किताब राख्ने टेबल अथवा छिम्दे बिस्तारा होइन, नेङजाङको फ्रिज, टेलिभिजन, टिभी वा काच्छी जस्ता खुन सुरेगिरुल माराम्दा ठुला ठुला फोहोरलाई चाहिँ के भनिन्छ? थेङ सुरेगी भनिन्छ। थेङ सुरेगिरुल फरेल्तेनन् ठुलो आकारका फोहोरहरूलाई फाल्ने बेलामा चाहिँ सबै कुराहरू हेर्नुहोस् है मजासँग, फाल्ने बेलामा चाहिँ फेगिमुल भनेको नचाहिने सामान भनेको, फोहोरै भन्दा पनि हुन्छ फेगिमुल भनेको। फेगिमुल भनेको फ्याँकिने सामग्री को सुथी खरल स्टिकर फुछिन हो। हुलाक टिका टाँस्न त भएन नि त, त्यहाँ के स्टिकर टाँस्ने भन्नु त यसले भन्दाखेरि फेगिमुल स्टिकर टाँस्ने रे के, नचाहिने सामग्रीका लागि दिने स्टिकर टाँसेपछि छिप आफे घरको अगाडि फरया हाम्निदा फाल्नु पर्दछ। स्टिकर टाँस्नु भनेको उसले स्टिकर मार्फत पैसा तिरिसक्यो होइन। अब सेथिख फियोङन स्टिकरको फियोङ भनेको हुन्छ खर्च। स्टिकरको खर्च चाहिँ सुरेगी वे फोहोरको खुगी साइज, कत्रो खालको फोहोर हो त होइन, साइज वा मुगे ए तारा तौल अनुसार थारुम्य फरक, सबैको मूल्य एउटै हुन्छ त भन्यो भने हुन्छ त हुँदैन, फरक हुन्छ भने प्रशासनिक कल्याण केन्द्रबाट खुमे हाल्सु इस्सुम निदा स्टिकर कहाँबाट किन्न सकिँदो रहेछ त भन्दाखेरि प्रशासनिक कल्याण केन्द्रबाट, वेलफेयर सेन्टर हो त्योबाट चाहिँ के गर्न सकिन्छ त भन्दाखेरि खुमे गर्न खरिद गर्न सकिन्छ। ओके, ठुलो आकारका फोहोर भन्नाले के पर्दो रहेछ बुझिहालियो होइन त। ल 5वटा फोहोरका नामहरू सम्झौँ एकपटक सर। यस पाठमा हामीले सुरेगी, फुन्ली र बेछुलको बारेमा कुरा गऱ्यौँ। सुरेगी भनेको फोहोर, फुन्ली छुट्याउने अनि फेरि छुट्याइसकेपछि त्यसलाई फेछुल पनि गर्ने, व्यवस्थापन पनि गर्ने 5 प्रकारका फोहोरहरू हुँदो रहेछन्। इल्बान सुरेगी, उम्सिकमुल सुरेगी, छेवारेङ सुरेगी, हनोतका कुरा अनि थेहेङ सुरेगी। अब हामी सबैलाई कसरी छुट्याउने, झोलामा राख्ने, अगाडि राख्ने, स्टिकर टाँस्ने, यिनी कुराहरू चाहिँ हामीले थाहा पाउनुपर्छ। एकपटक फेरि यहाँहरूले दोहोऱ्याउनु होला। मुख्य कुराहरूलाई नेपालीमा कापीमा टिप्ने अनि नेपालीमा सरर भन्न सक्नुभयो भने त्यस पछाडि मिनिङ कण्ठ भए त कोरियनमा पनि यत्तिकै भन्न सकिनै हालिन्छ के कसो। ओके, आशा छ यहाँहरूले च्याप्टर 11 को छङ्गु पनि मजाले बुझ्नुभयो होला। मैले डिटेलमा साना साना मिनिङ र ग्रामर चाहिँ लेखिनँ किनभने हामी रिपिट क्लासमा छौँ, यहाँहरूलाई खालि एकपटक पुनर्ताजगी गराउँ भन्ने उद्देश्य छ हाम्रो। ओके, अब हामी के गर्छौँ? गाडी चढेर अगाडि बढ्छौँ नि अब त हामी होइन, सार्वजनिक यातायातका कुरा गर्छौँ अब हामीले। सिप इ ग्वा च्याप्टर 12 एकपटक सम्झिनुहोस् त। च्याप्टर 12 मा के कुराहरू हामीले पढिसकेका छौँ होला अहिलेसम्म, कस्ता कस्ता कुरा छन् होला। थेजुङ भनेको छ खोङखोङ भनेकै के हो त भन्दाखेरि खङजुङ छन्नुवा भन्ने थाहा छ? सार्वजनिक फोन, सार्वजनिक टेलिफोन हुन्छ होइन। त कहाँ हुन्छ भन्दाखेरि बाटोहरूमा चाहिँ हुन्छ। कोरियामा अझै पनि छ हेर्नु, सार्वजनिक टेलिफोन चाहिँ सिक्का पैसा हाल्ने ट्याक्क फोन गर्ने कि त्यसरी परेको हुन्छ। थेजुङ भनेको नि के रहेछ? थेजुङ भन्दा पनि हामीले चाहिँ सार्वजनिक बुझ्ने रहेछौँ है। ल, पब्लिक अथवा सार्वजनिक। ख्योथोङ भनेको यातायात, सार्वजनिक यातायात भन्नाले अब यहाँ त साझा बसै बुझ्ने हो हामीले स्पेसल्ली होइन। अब कोरियामा जाँदाखेरि छियाछल, खिछा, फस, ट्याक्सीसम्म, ट्याक्सी पनि के हो त भन्दाखेरि सार्वजनिक नै हो। ओके, अब पब्लिकले अथवा पर्सनल कसैले किनेको भए पनि प्रयोजन चाहिँ त्यसको के हुन्छ त ट्याक्सीको पनि पब्लिक सबैले चाहिँ प्रयोग गर्ने भनेरै अथवा भाडा तिर्ने चढ्ने भनेरै प्रयोग गरिएको हुन्छ। वैसायस सिनेकाजी अतके खायो अरे। वैसायस कम्पनीबाट, सी भनेको के सहर, ने भनेको के भित्र भनेपछि के त सहरभित्र भनेको सहरसम्म नै भनौँ होइन। कम्पनीबाट सहरसम्म चाहिँ अतखे कसरी खायो, कसरी जान्छौ भन्दै सोधे क्या। फसुरो खायो,
बसबाट जान्छु भनेपछि ग्रामर के रहेछ रो रो रहेछ सुदान भनेको के साधनमा अब गाडीमा भए चाहिँ के भन्ने भयौं त हामीले रो रो भनेको द्वारा बसद्वारा ट्याक्सीद्वारा हुन त यसको अर्थ के पनि हुन्छ तिर मा ले हैन जस्तो फसुरो भन्दा बसद्वारा भयो के रे हैन अदिरो भनेको के हुन्थ्यो कतातिर हुन्थ्यो हैन मुसुरो केले अब अनि ल सोनुरो हातले यसरी चाहिँ अवस्था अनुसार हामीले यसको अर्थ लगाउन सक्छौं है ल आस अस भन्ने आयो हेर्नुस् आस अस एस हेस भनेको के ए र यु भनेको कारण यो पाठको हकमा चाहिँ कारण भने फेरि कारण हुन्छ भने के यो पाठको हकमा चाहिँ जस्तो मरिगा आफा छ टाउको दुखेर फेङ्गुने खायो हस्पिटल जान्छन् कारण भयो नि त सिगानी अप्सा छ समय नभएर आनुवास्य आइन कारण हुन सक्छ तर यसको बारेमा हामीले हामीले अघि पनि भनिसके मैले अघिल्लो अङ्कमा यहाँहरुसँग कुरा भइसकेको पनि छ होला गोको बारेमा र आसहसको बारेमा हरिसरको इपिएस क्याप्सुल त यसका लागि फेरि यहाँले दोहोर्याउन पर्छ नै यसको बारेमा बारम्बार भन्नै पर्ने भयो हैन ल ओके मैले अलि तलतिर गइसकेर अप्ठ्यारा पाठहरुमा चाहिँ यो ग्रामरको केही उदाहरणहरु पनि राख्दिन्छु है पछाडी चाहिँ फेरि थप चाहिँ तपाईले हरिसरको इपिएस क्याप्सुल त भन्नियो छैन त के गर्ने भन्ने साथीहरुको लागि चाहिँ ल अब यो पाठको अवयमा चाहिँ ख्योथोङ सुदान यातायातका साधनको बारेमा पढ्छौ भनेपछि नर्मल कुरा भइहाल्यो यो छियाछल देखि लिएर अब फियङ्गी सम्मका कुराहरु यहाँ हुन्छन् हो सँग सम्बन्धित शब्दावली इदोङ भनेको छ अब इदोङ भनेको के हो आवत जावत हो ठ्याक्क भन्दाखेरि हैन यात्रा नै हो एक हिसाबले भन्दाखेरि कि आवत जावत गर्नुको मतलब के गर्नु यात्रा गर्ने इदोङ भनेको चल्ने चलायमान हुने कुरा हो यात्रासँग सम्बन्धित अथवा मोमेन्टसँग सम्बन्धित कुराकानी चाहिँ हामीले यो पाठमा हामीले गर्ने छौं भनेको अब छिना खादा ओल्ला खादा नेरे खादा हैन यिनी कुराहरु चाहिँ हामीले यहाँ पढ्ने छौं एकपटक तपाईले दोहोर्याउनु होला हानगोकै थेजोङ खेथोङ कोरियाको सार्वजनिक यातायात के हुन् कसरी टिकट काट्ने कसरी पैसा तिर्ने कसरी चाहिँ सार्वजनिक यातायातको प्रयोग गर्न सकिन्छ भन्ने विषयमा चाहिँ आजको हामीले छाङ्बो मुनुवामा इन्फर्मेसन लिने छौं हानगोकै थेजोङ खेथोङ कोरियाको सार्वजनिक यातायातको बारेमा र यो पाठ पढेपछि जान्न पर्ने कुरा चाहिँ तपाईले थेजोङ खेथोङ योङे दे मुदगो देता बालसिता कोरिया गयो अब सार्वजनिक यातायात कसरी चढ्ने ले फलान चाबेल भन्दै आइदिन्न फेरि हेर्नु त्यहाँ आइदिएन भने के गर्ने अनि पैसा चाहिँ कसरी दिने हैन भाइ कहाँ यत्रो पैसा तिर्नु भने भन्न थालेर हुँदैन हेर्नुस् त्यहाँ त निश्चित हुन्छ हरेक कुराहरु त्यहाँ स्वचालित गाडीको बारेमा त हामीले पढ्दै छौं अब आफै अटोमेटिक चल्ने गाडी रेलहरु त हुन्छ हैन कसरी प्रयोग गर्ने एडभान्स लेभलको कुरा यो पाठ हामीले पढ्दाखेरि र छाङ्बोबाट केही कुरा थाहा पाउने छौं अनि हेङदोङ वे यु भनेको गतिविधि कार्यका कारणहरुको बारेमा चाहिँ कुरा गर्ने भनेको छ यो पाठको उद्देश्य ल यस पाठमा भएका केही मिनिङहरु एकपटक सर हेरिहाल्नुस् त्यसपछि हामीले सर र छाङ्बोलाई चाहिँ रिपिट गर्ने छौं फालदाल भनेको विकास फालजन खेबाल छन्गे हैन अर्को खेबाल माने पनि के हुन्छ विकास नै हुन्छ ओके अनि सिमिया भनेको मध्य रात हुँदो रहेछ हेर्नुस् अघि भर्खरै हामीले यसै किताबको एउटा पाठमा पढेका थियौं मिनिङ सम्झिनु भयो भने चाहिँ एल्देया भन्ने थियो के रातको चाहिँ गर्मी भनेर भन्ने थियो त्यस्तै जस्तो यो सिमिया भनेको चाहिँ मध्य रात भन्ने अर्थ लाग्छ छङ्गो भनेको चाहिँ मध्य दिन अनि छु यो भनेको पनि हामीले कतै कुरा गरेका थियौं मुख्य अनि छाङ खरी भनेको छ अलि लामो दूरीका बाटोहरु अनि थेजोङ खेथोङ भनेको सार्वजनिक यातायात ल मिनिङहरु केही नयाँ मिनिङहरु भयो भने टिप्नु होला सार्वजनिक यातायातमा चाहिँ दिएको छ अब देहान खोसक बस हैन गणतन्त्र कोरियाकै एक्सप्रेस बस ल मुगुङवाओ केटीएक्स मुगुङवाओ भनेको छ यिनी खालका चाहिँ कोरियाका रेलहरु हुन् ट्रेनहरु केटीएक्स भनेको पारुनेल छाओ द्रुत गतिको रेल बुलेट ट्रेन अर्थात ल कोरियाका सार्वजनिक यातायातहरु
ल रेडी हेरौँ है त हानगोकन कोरिया चाहिँ थेजुङ ख्योथुङी सार्वजनिक यातायातले छाल राम्रो फाल्दा थोय एन्नन विकास भएको राम्रोसँग विकास भएको नारा एम्निदा देश हो। जोस कोरियामा यातायातको समस्या छैन भने के प्लेनदेखि लिएर तपाईको बुलेट ट्रेनसम्म बसदेखि ट्याक्सीसम्म जोस पर्याप्त मात्रामा गाउँ-गाउँमा पनि गाडीहरू चाहिँ पाउँछ। यसको मतलब अब कोरिया पुरै सहर पनि छैन गाउँ पनि छ। त्यो सबै गाउँमा अब केटीएक्स नपुग्न पनि सक्छ तर माउल बसहरू हुन्छ गाउँ जाने बसहरू चाहिँ समय समयमा निश्चित समयमा पुग्ने नै हुन्छ त्यहाँ चाहिँ फेरि है। ल थेजुङ ख्योथुङ सार्वजनिक यातायातलाई इयोङ हाय प्रयोग गरेर खाकाउन खोतपुनमान आनिरा नजिकको ठाउँ मात्र नभएर हेर्नुस् त खाकाउन खोत भनेको नजिकैको ठाउँ पुनमा नानिरा भनेको मात्र नभएर मन खोत भनेको छ के मल्दाबाट हो है यो मल्दा भनेको के त टाढा अब मन भन्नु भने चाहिँ यो टाढा हुनुलाई चाहिँ मन भन्नु भने के हुन्छ टाढा जस्तो मेप्ता पिरो हुनु मेउन भन्नु भने के हुन्छ पिरो हुन्छ नि त्यस्तै गरी थाल्दा भनेको गुलियो हुनु थान भन्नु भने के हुन्छ गुलियो हुन्छ एक्जेक्टिभ अथवा विशेषणमा नाउन ग्रामर लायो भने चाहिँ त्यो क्रिया विशेषण चाहिँ विशेषण मात्रै भइदिन्छ। यो टाढा हुनु भनेको के हो त क्रिया विशेषण हो। अब यो के भइदियो त भन्दाखेरि मन भनेको टाढा भनेपछि के भइदियो त विशेषण मात्रै भइदियो के ओके। फेरि यही कुरा चाहिँ भवमा लगाइदिएको भए के हुन्थ्यो एको भन्ने अर्थ हुन्थ्यो ओके। मन खोसुरोदो भनेको टाढाको ठाउँमा पनि फ्याल्ली हागे सहज तरिकाले इदोङ हाल्सु सुम्निदा आवजावत गर्न सकिन्छ यात्रा गर्न सकिन्छ। एकपटक सर कोरिया चाहिँ सार्वजनिक यातायातले राम्रो विकास भएको देश हो। सार्वजनिक यातायातलाई प्रयोग गरेर नजिकको ठाउँ मात्र नभई टाढाको ठाउँमा पनि सजिलै यात्रा गर्न सकिन्छ ओके। त्यसै गरी ल थोसी गान थोसी भनेको सहर गान भनेको बीचमा सहरको बीचमा इदोङ ए सहरको बीचमा हुने आवजावत अथवा यात्रामा खाजाङ सबैभन्दा नल्ली अब नल्ली भनेको के भनौँ धेरै व्यापक ल धेरै व्यापक रूपमा इयोङ दैनुन प्रयोग हुने ख्योथुङ सुदानुन यातायातको साधन चाहिँ खोसोक बसु हिम्निदा बुझेको कुरो एक सहरबाट अर्को सहरमा अर्को सहरबाट अर्को सहरमा सहरको बीचमा चाहिँ अलि व्यापक रूपमा धेरै रूपमा प्रयोग हुने यातायातको साधन के हो त भन्दाखेरि खोसोक बस एक्सप्रेस अथवा द्रुत गतिको बस हो। सौल इना बुसान दुङ्गे सौल र बुसान आदिको अब सौल र बुसान भनेको चाहिँ एकदम टाढा हो है फेरि डिस्टेन्सको हिसाबले चाहिँ टाढा हो हैन। सौल र बुसान सौल अथवा बुसान आदिको दे थोसी वा भन्छ ठुला ठुला सहरसँग छुङ सो दोसी भनेको मजौला खालका भनेको मिडियम अथवा मजौला खालका सहरहरूलाई एन्गेल हानन जोड्ने नोसन दूरी मान्ने सुम्य नोसन भन्नाले के बुझ्नु पर्यो रुट बुझ्नु पर्यो रुट अथवा बाटो है बाटोहरू चाहिँ धेरै छ भने छुयो मुख्य नोसन दुरुन मुख्य बाटाहरू चाहिँ मुख्य रुटहरू चाहिँ सिमिया सिगाने रातिको समयमा पनि उनेङ दोइम्निदा सञ्चालन हुन्छन्। अब उनेङ भनेको यहाँ के रहेछ त सञ्चालन। अब जस्तो हामीले नेपालमा के बुझ्नु पर्यो यहाँबाट नेपालगञ्ज जान्छु भन्नुभयो भने चाहिँ सुर्खेत जिल्लाबाट अब रातिको समय नेपालगञ्ज जान पाइँदैन हैन तर काठमाडौँ जान्छु भन्दा त पाइन्छ नि त। त्यस्तै जस्तो धेरै रुटहरू त छन् तर रातिको समयमा चल्ने पनि केही रुटहरू चाहिँ के त सिमिया सिगाने भनेको रातको समयमा मध्यरातमा पनि सञ्चालन हुन्छन् भने त। त्यसै गरी खाकाउन दोसी गानुई नजिकका सहरको बीचमा
मजाले दिमागमा त्यो सहर बनाउनुहोस्, भिडियो बनाउनुहोस् कि एकपटक होइन। नजिकका सहरहरूको बिचमा चालबुन खरिरुल भन्छ। चालबुन भनेको छोटो होइन, छोटो बाटोलाई इयोङ हाल्तेनन् प्रयोग गर्ने बेलामा चाहिँ सिवे बसुरुल सिने बस भइदिएको भयो त, नगर बस भइहाल्यो, नगर परिक्रमा गर्ने हो त्यसले। सिवे भनेको सहरभन्दा पनि बाहिर जाने बसलाई इयोङ हाम्यान दैम्निदा प्रयोग गर्यो भने हुन्छ। खुरीको र थोसी ने सनुन। अब फेरि भालो कहाँ आयो त भन्दा एउटै सहरभित्र आइपुग्यो क्या। फेरि सहरभित्र चाहिँ सिने बस रुल इयोङ हाम्यान। सिने बस भनेको के हो त भने हामीले नगर बस, साझा बस भन्छौँ नि, यस्तै सिटी बस भनेको सहरभित्र जाने सिटी बसलाई प्रयोग गर्यो भने दोषी खसिल भन्छ। सहरका ठाउँलाई भने क्या, सहरका ठाउँमा सुइपके खालसो सुन्दा सजिलै जान्न सकिन्छ। क्लियर कुरो के भनेको सुरुमा भन्दाखेरि सबभन्दा धेरै सहरमा जाने बसको नाम के बस? खोसेक बस रहेछ होइन। त्यस पछाडि कोरियामा चाहिँ सौल तथा बुसान आदि ठुला सहर र मध्य सहरहरूलाई जोड्नका लागि के छन् अरे त भन्दाखेरि रुटहरू चाहिँ धेरै छन्। तीमध्येका केही रुटहरू यस्ता छन् जुन रुट राति पनि चल्दछन् र छोटा रुटहरूमा जानका लागि चाहिँ सिवे बस प्रयोग गरिन्छ भने सहरभित्रका लागि चाहिँ सिने बसको प्रयोग गरिँदो रहेछ। क्लियर छ नि? कोरिया गयो भने हराइन्छ। अब जानु पर्यो भने कुन बस कहाँ जाँदा चढ्ने त्यो थाहा पाइराख्नुभयो भने परीक्षा त सिधै थाहा पाइहालिन्छ नि। ल अब फेरि अगाडि जाउँ। छुयो देदोसी एनन। छुयो भनेको मुख्य ठुला सहरमा चाहिँ मुख्य ठुला सहरमा चाहिँ खिचायकी स रेल स्टेसनहरू, ट्रेन स्टेसनहरू भएर छल्दोरुल इयोङ हाम्यान। छल्दो भनेको छिया छलको थोरो के भने के होला त? रेलवे अथवा रेल हिँड्ने बाटो, रेलको लाइनहरूलाई इयोङ हान दोसी गान भनेको प्रयोग गरिएका सहरहरूको बिचमा इदोङदो खानुङ हाम्नेदा आवजावत यात्रा गर्न पनि सजिलो छ भने सम्भव छ। भन्न खोजेको के हो त भन्दाखेरि अब रेल भनेको कोरियाको जुनसुकै ठाउँमा रेल जाँदैन, भूमिगत रेल पनि त्यसरी जाँदैन। त्यसका लागि चाहिँ के छ त भन्दा छल्दो के छ, निश्चित सहरको बिचमा चाहिँ यो रेलवेहरू छन् र त्यसबाट अझ भूमिगत रेलवेहरू भयो भने त सबैभन्दा सस्तो र छिटो सजिलो हो। त्यो अब पुरै एज अ होल कोरियाभित्र होइन कि निश्चित ठाउँहरूमा चाहिँ त्यो छ है। सहरको बिचमा चाहिँ जानलाई सम्भव छ भन्यो। एल्छा एनन। एल्छा भनेको के? रेल। ट्रेनमा चाहिँ के ट्रेनहरू छन् भन्न खोज्यो होला नि होइन। केटिआक्स, एसआरटी वा काथुन जस्ता खोसोक एल्छा वा एक्सप्रेस रेल र से माउल हो, मुगुङ वा हो, दुङवा काथुन से माउल हो र मुगुङ वा हो आदि जस्ता इल्भान एल्छागा सुम्नेदा। एक्सप्रेस ट्रेनको कुरा गर्नुहुन्छ भने केटिएक्स र एसआरटी हो, अनि नर्मल ट्रेनको कुरा गर्नुहुन्छ भने से माउल हो र मुगुङवा हो भन्ने। मुगुङवा भनेको के हो? फुल होइन। ल नाम राखेको पनि ट्रेनको नाम हो, यहाँ नेपाली लाउनु परेन कि यिनीहरू चाहिँ। अब से माउल भनौँ भने अर्थ खोल्दा से भने नयाँ होला, माउल भने गाउँ होला फेरि भने जस्तै ट्रेनका नामहरू हुन् कि। ल खोसोक एल्छानन एक्सप्रेस ट्रेन चाहिँ योगुमी चोम फिसाजीमान। अनि अब एक्सप्रेस ट्रेन भइसकेपछि योगुम त पक्कै फिसादा त हुनै भयो के अरे होइन र। अलिकति महँगो भए तापनि पारोगो फ्याल्ली हाम्निदा छिटो र कम्फर्ट हुन्छ भने अब यसले चाहिँ फ्यामिली सहज हुन्छ भनेको। अब लग्जरियस सिट होला, त्यहीँ खाना देला भित्र, एटेच टोयलेटहरूको व्यवस्था भएको हुन्छ, फोल्डिङ सुत्न मिल्ने सिटहरू हुन्छ। यस कारणले अनि एक्सप्रेस पनि हुन्छ जहाँ कि त्यो एक्सपेन्सिभ पनि हुन्छ किनभने प्लेनको बराबर पैसा लाग्छ चाहिँ। जस्तो हामी चाइनाबाट यो बेजिङबाट साङ्घाई जाँदाखेरि प्लेनको र ट्रेनको भाडा बराबर थियो, तर हामी अघिल्लो दिन प्लेनमा आएका, त्यहाँबाट आउनुभन्दा त्यो ट्रेनमा जान कहाँ कम्फर्ट के रिल्याक्स, खाना पनि त्यति मिठो, कम्फर्ट पनि त्यति राम्रो, फेरि त्यस्तै राम्रो ट्रेनहरू छन् क्या त्यहाँ। महँगो भए तापनि छिटो र सहज हुन्छ भने सौलबाट
सौल एसबुथ भन्छ सौलदेखि बुसानवे हानगोगुई कोरियाको छ्वेनाम तान अधिकतम भनेको सबैभन्दा नाम भनेको के दक्षिणी भाग सबैभन्दा दक्षिणी भागको दोसिएन सहर चाहिँ बुसान काजी बुसानसम्म सौलबाट कोरियाको सबैभन्दा दक्षिणी भाग बुसानसम्म थुसिगान फान्चुम 2.5 घण्टा भन्न खोजेको हैन 2.5 घण्टा जति लाग्छ 2 घण्टा 30 मिनेट खोसोक बसुना खिचा एक्सप्रेस बस अथवा खिचा रेल दुङ्वे आदिको छाङखरी भनेको कस्तो खालको बाटो हो त भन्दाखेरि अलिकति लङ डिस्टेन्सको बाटोहरू है छाङखरी लङ डिस्टेन्सको बाटोहरूमा चाहिँ थेजुङ खेथुङुल इयोङ हाल्तेनन् सार्वजनिक यातायात प्रयोग गर्ने बेलामा चाहिँ इन्टरनेट अथवा मोबाइल एपलाई अथवा मोबाइल एपको माध्यमबाट फ्योरुल एमे हान्नन गसी छोसुम्निदा टिकट किन्ने कुरा राम्रो हुन्छ एकपल्ट फेरि हेर्नुहोस् त के भन्यो ओके हेर्नु भयो त हैन त मजैसँग ल यहाँनिर के बुझ्यो भन्दाखेरि नि जस्तो लामो लामो दूरीको यात्रा गर्दाखेरि जस्तो अहिले हामी काठमाडौँ जानु पर्यो भने प्लेन टिकट म्याक्सिमम मोबाइलबाटै सेवाबाट गर्छौँ यहाँ हैन त्यहाँ पनि मोबाइल एपबाट गर्ने भने के इन्टरनेटबाट रेलको टिकटहरू पनि प्लेनको टिकटहरू पनि काट्दाखेरि चाहिँ के गर्ने त भन्दा मोबाइलबाट इन्टरनेटबाट गरिन्छ भनेको अनि एमए भन्ने एउटा चाहिँ अब एमए भनेको एमए र एआक भन्ने हुन्छ यो दुईटैको अर्थ के हो बुकिङ नै हो हैन एमए भनेको अग्रिम पैसा तिरेर है अग्रिम पैसा तिर्ने हो हैन पैसा तिरेर बुकिङ गर्ने अनि यो चाहिँ के त भन्दा पछि पैसा तिर्ने बुकिङ यसको मतलब ठ्याक्कै के बुझ्नु भने नि एमए भनेको जस्तो हामीले इसेवाबाट टिकट काट्नु पर्यो भने त उधार त हामीलाई दिनेवाला छैन नि त हैन जस्तो फिल्म हलमा गएर टिकट काट्नु पर्यो भने ल पछि तिमीलाई फिल्म हेरेर राम्रो लाग्यो भने तिमीलाई न त ठिकै छ मान्छ मान्दैन नि त्यसरी ठ्याक्कै पहिला पैसा तिर्नुपर्ने छ भने एमए आधा हुन्छ बुकिङ हो त्यो अग्रिम त अग्रिम बुकिङ नै भयो हैन अनि एआक भनेको चाहिँ जस्तो अब कुनै ठाउँहरू जस्तो यो ट्रस्टको यो हल चाहिँ कसैले 2 दिनलाई माग्दिए के बिदा भएकोलाई दिन्न भन्दै अथवा यो भन्दा पनि उमा जाउँ न होटल रेस्टुरेन्टमा जाउँ अब आज कत्रो पार्टी हुन्छ कति खाइन्छ थाहा हुन्छ र पहिले अनि के को आधारमा पैसा तिर्नु यतिकै पछि पैसा तिरे पनि हुने सम्बन्धित ठाउँमा पुगेर पैसा तिरेपछि हुने गरिकन गरिने बुकिङलाई चाहिँ एआक भन्छ है यहाँबाट पनि बुझिहाल्नु भयो तपाईहरुले ओके ओके ल अर्को लाइन हो नि त त्यसपछि ल सौल बुसान थेगु थेजन ख्वाङजु दुङवा काथुन जस्ता थेदोसी एनन ठुला ठुला शहरमा चाहिँ छिया छले सुम्निदा यिनी ठुला ठुला शहरमा चाहिँ के छ त भन्दाखेरि अन्डरग्राउन्ड ट्रेन पनि छ छिया छरुल इयोङ हाम्यान भूमिगत रेललाई प्रयोग गर्यो भने थोसी आने इन्नुन सहरभित्र भएका थोसी आन एसनुन सहरभित्रबाट चाहिँ पाल्ली छिटो इदोङ हाल्सो सुम्निदा छिटो छिटो यात्रा गर्न सकिन्छ अब भूमिगत रेलमा पक्कै पनि छिटो हुन्छ नै किनभने जस्तो डाँडा गाडामा गइराख्नु परेन नि त त्यो त जहाँ छ सिधा सिधा जाने हो नि त हैन यो नर्मल कुरा भइहाल्यो अब भूमिगत रेल कोरियाको सबै ठाउँमा नभए पनि ठुल्ठुला सहरमा चाहिँ छ भन्ने कुरा आयो सजिलो छ यो कुरा पनि अब अर्को कुरा गरौँ थेक्सिनुन 24시간 이용할 수 있는 편리한 교통수단입니다. ट्याक्सी चाहिँ 24 घण्टा प्रयोग गर्न सकिने सहज खालको यातायातको साधन हो अब त्यहाँ जस्तो हाम्रो काठमाडौँमा गयो भने पोखरा लेक साइडमा काठमाडौँ ठमेलमा तपाईको राति पनि त्यति पाउँछ दिउँसो पनि त पाइ नै हाल्छ त्यस्तै यस्तो कोरिया भनेको आफैमा एक पर्यटकीय देश पनि हो त्यसकारणले त्यहाँ ट्याक्सी चाहिँ जुनसुकै बेला पनि सजिलै पाउन सकिन्छ भन्यो
सोनल थु र छिना खानुन भनेको हात उठाएर भनेको है। यसो अथवा हात उठाएर, छिना खानुन भनेको ओरदोर गर्ने, फिन फ्लेक्सिरुल भनेको खाली ट्याक्सीलाई, छाबुल्सु दो इच्चिमान। अब फ्लेक्सिरुल छाप्ता भनेको ट्याक्सी समात्नु भन्नुको मतलब ट्याक्सी चढ्नु अथवा ट्याक्सी रोकाउनु भन्ने बुझ्न पुरा है। ट्याक्सी समाउन पकड्न भने के, ट्याक्सी पकड्नुको मतलब ट्याक्सी रोकाउन सकिए तापनि मोबाइल एपुल थुङ ए। अब अहिले त्यस्तो छैन, अलि पहिला पहिला हो के ए ट्याक्सी भन्ने छ हुँदैन त। अब त्यो तर कोरियाको जस्तो हाम्रो ट्याक्सी चाहिँ त्यो सिसा कस्तो छ त्यसको आधारमा पनि हुन्छ, देखिन्न नि त, रोकिदिने हो कि मान्छे आए भलै रोक्ला नरोक्ला। अब त्यहाँ चाहिँ ठिक ठाउँमा तपाईँ हुनुहुन्छ भने चाहिँ अब त्यहाँ एआएको भने बुकिङ एआक लेखिसकेको हुन्छ क्या, बुकिङ छ भने प्याक छ भने प्याक लेखा हुन्छ, होइन भने फिन ट्याक्सी नै लेखा हुन्छ। अब त्यो देखेपछि मात्रै हात दिए भयो क्या। अब तपाईँसँग एप छैन, काका ओके भन्ने त्यहाँ एउटा एप हुन्छ होइन, त्यो एप चाहिँ हामीसँग छैन अथवा चलाउन जान्दैन भने चाहिँ हात त दिने, तर हेरेर दिँदा आउँछ राम्रो अथवा शोभनीय मानिन्छ होइन। अब अहिले काठमाडौँमा अथवा यहाँ नेपालको कुरा गर्दाखेरि त अब इनड्राइभदेखि लिएर पठाओ धेरै एपहरू, याङ्गो के एपहरू चलिरहेको छ नि, त्यस्तै जस्तो एपहरूको माध्यमबाट फ्यानले आगे सजिलै ट्याक्सीलाई चाहिँ फुरुल सुदो सुन्निदा फुरुदा भने के बोलाउनु, ट्याक्सीलाई सजिलै के गर्न सकिन्छ त बोलाउन पनि सकिन्छ भने। ठिक छ, कति सजिलो रहेछ है, कति मजा छ क्या होइन। ल के बुझौँ त हामीले, धेरै नै बुझियो नि होइन यहाँबाट त। कोरिया गइसकेपछि जे सावचावत गर्ने कुराहरूमा चाहिँ अब पैसा तिर्ने कुराहरूको कुरा त त्यति धेरै त गरेन यसले होइन। जस्तो अब यो खेथोङ खादु भन्ने हुन्छ क्या एउटा सानो कार्डबाट चाहिँ यसमा रिचार्ज गरेर छुङजन आदा गर्ने। छुङजन कि जस्तो हामीले पुरानो किताब पनि पढ्यौँ, यदि पुरानो किताब तपाईँले पढ्नुभएको छ भने त्यहाँ यसको बारेमा विस्तृत चर्चा पनि गरेको छ होइन। यो कार्डबाट पनि पैसा भुक्तानी गर्न सकिन्छ, कतिपय नगदबाट पनि भुक्तानी गर्न सकिन्छ भने मोबाइलबाट पनि भुक्तानी गर्न सकिन्छ भन्ने कुरा छ। अब बाँकी त कोरिया गइसके त्यही सानातिना कुराहरू हामीले मजासँग त्यहीँ पनि सिकिहाल्छौँ, जानि नै हाल्छौँ। ओके, अब हामीले दुईवटा मजासँग छङ्गो पढिसकेपछि अब हाम्रो तेर्सो छङ्गोतिर लाग्यौँ हामी चाहिँ। आजको अङ्कको तेर्सोमा चाहिँ छङ्गो छ च्याप्टर 13 को छुमाल वाल्दम। सप्ताहको एक्टिभिटिज कस्ता हुन्छन् त होइन, सप्ताहमा के कस्ता खालका गतिविधिहरू गरिन्छ होला। कोरियामा अब एउटा कामदारलाई सोधिदियो भने चाहिँ अब साथीभाइसँग घुमघाम गर्न जाने होला होइन। विभिन्न धर्मसँग सम्बन्धित मान्छेहरू चाहिँ जस्तो यहीँ पनि हुँदैन, शनिबार चाहिँ हामी मन्दिर जानु पर्ला है, देउती बजे जानु पर्ला भनेर तयार भएर बसेका हुन्छ नि हामी शनिबार चाहिँ। अब त्यो भयो, कतिपय चर्चहरूमा जाने मान्छेहरू चर्चहरूमा जाने होला, अथवा कतिपय चाहिँ कुरान पढ्ने छ भने त्यतातिर जाने होला होइन। जे होस् बाइबल पढ्ने भयो त्यहाँ जाने होला, धर्मअनुसारका गतिविधि गर्ने कुरा एउटा होला। त्यो बाहेक अन्य गतिविधिहरू पनि हुनसक्छ, तर यहाँ चाहिँ के कस्ता गतिविधिको बारेमा पढ्नेछौँ भनेर दिएको छ। अब खेलकुदको बारेमा दिएको छ, यो चित्र हेर्नुहोस् त, खेलहरू खेल्ने भनेर देखाइरहेको छ होइन। इरे इरे मोहाल कह्यो, आइतबार के गर्नुहुनेछ भनेर भनेको छ। छिङ्गु आगो थाक्र छिल्क हेयो, साथीसँग चाहिँ टेबल टेनिस खेल्न जानेछु भनेको छ। अब सप्ताहका गतिविधि कतिपयको भलिबल खेल्न जाने होइन, गीत गाउन जाने, ट्रेकिङ जाने, अझ धेरै होइन घुम्न जाने कुराहरू हुन्छन्। यिनै कुराहरू दिएको छ। सप्ताहका गतिविधि भनेपछि यो एकदमै महत्त्वपूर्ण छ है साथी हो। लगयो उल्गयो नेछु अनि मोत भनेको क्यान नट। अघि हामीले अघिल्लो अङ्कमा पनि कता कुरा गरिसकेको छ, यसको बारेमा तपाईँलाई थाहा छ। छुमाल हल्दङ सप्ताहका गतिविधिभित्र चाहिँ के पर्ने छन् त भन्दाखेरि अब मजासँग सप्ताहका गतिविधिहरू चाहिँ हामीले यसमा एकपल्ट तपाईँले सर किताब हेर्नुभयो भने सजिलो छ, तर चित्रहरू चाहिँ तपाईँले यसका याद गर्नु होला। साङ्थे वा खिबुर भनेको छ अवस्था के कस्तो छ अनि मुड, कुन अवस्थामा कस्तो मुड भइदिन्छ भन्ने कुराहरू चाहिँ यहाँ हेर्नुपर्ने छ भने हामीले आज चाहिँ पढ्ने के छौँ त भन्दाखेरि मुन्वा वा छङ्बो रहेछ। मुन्वा वा छङ्बोमा हामीले आज पढ्ने कुरा के हो त भन्दाखेरि चाहिँ कल्चर। किन कल्चर भयो भन्दाखेरि हानको किन कोरियनहरूको के पढ्दैछौँ त हामीले भन्दाखेरि छोङ्ग्यो धर्म पढ्दैछौँ कि हामीले कोरियनहरूको चाहिँ धर्म पढ्दैछौँ। कोरियनहरूका धर्म कतिवटा छन्, कुन कुन धर्महरू मान्दछन्, अर्थात् कुन धर्म मान्ने मान्छे कति छन्, धर्म नमान्ने मान्छे कति छन्। पछिल्लो समय कोरियनहरूले धर्म चाहिँ मान्ने भन्दा नमान्ने मान्छेहरू चाहिँ धेरै पाइन्छ। यहाँले यसो विचार गर्नु होला, छोङ्ग्यो भनेको चाहिँ धर्म आउँदो रहेछ ल है त।
अब यसको छङ्गोमा जानुभन्दा अगाडि हामीले हेरौँ यहाँ सप्ताहका गतिविधिको बारेमा कुराकानी गर्न सक्ने, मुडको बारेमा कुराकानी गर्न सक्ने राखेको छ भने यहाँ देखाएका केही मिनिङहरू एकपटक सर हेर्नुहोस् त ल। खेन भनेको व्यक्तिगत, एरोन सोक उइ एरोन भनेको जनमत भित्रको जनमत। जस्तो यो मत सर्वेक्षण गर्ने हुन्छ कि नेपालमा चाहिँ चुनाव आउन थाल्यो भने फलानु पार्टीले जित्ला कि हैन, फलानुले जित्दैन, अथवा यो खालको माहौल यस्तो देखिन्छ, पार्टीप्रतिको आस्था यति, स्वतन्त्र हुँ भन्ने यति, भने जस्तै धर्म मान्ने यति, नमान्ने यति, हैन, आफ्ना आफ्ना विचारहरू रायहरू बुझ्ने कुरालाई चाहिँ जनमतभित्रको जनमत भनिएको हो। अनि सिनाङ सेङ्वाल भनेको छ धार्मिक जीवन अथवा धार्मिक गतिविधि है। त्यसै गरी सिन्जा भनेको चाहिँ के हो त भन्दा क्यो इन सिमिलर मिनिङ अनुयायी भनेको भक्त, धर्म मान्ने भने कि धर्मको कुरा भएर धर्म मान्ने। अब पार्टी सार्टी मान्नलाई झोलै भन्थ्यो फेरि नेपालमा चाहिँ, त्यो पनि त्यही हिसाबले अनुयायी नै हो क्या, म फलानाको अनुयायी नै हुँ भन्यो भने त पार्टीको अनुयायी भन्यो भने चाहिँ स्पेसल्ली यो अनुयायी भन्ने शब्द चाहिँ धर्ममा बढी परेको हुन्छ, धर्म मान्ने मान्छे होइन। अनि मिसा भनेको चाहिँ छन्जुकियो धर्मको मान्छेले गर्ने एक खालको के हो, प्रार्थना हो, ढोग हो। ओके, ल चित्रमा हेर्नुहोस् एकपल्ट। छल, छल भनेको के साछाल अथवा छल भनेको गुम्बा, प्राचीन र पुराना गुम्बाहरूको बारेमा कुरा हुन्छ यहाँ। त्यसै गरी सावन मस्जिद, मस्जिद ल। अनि खेवे चर्च। चर्च चाहिँ दुई खालका हुन्छन्, एउटा क्रिस्चियन खिदोक्योहरूले मान्ने चर्च, अर्को चाहिँ क्रिस्चियनको नि क्याथोलिक, क्याथोलिक क्रिस्चियनहरूले मान्ने हैन चर्च। अब कोरियामा चाहिँ जस्तो कतिपय मान्छेहरू यतिकै कामसाम भएन, बेरोजगार भयो भने यसो चर्चतिर जाने हैन। अनि त्यहाँ जस्तो अब खानलाई पैसा पनि छैन, उता काम पनि पाइरहेको छैन भने यसो धर्मतिर पनि ढल्दिने, 2-4 दिन त भयो नि त त्यहाँ बस्ने खाने, त्यस्तो गरेको पनि पाइन्छ। जे होस्, अब यो धर्मप्रति ढाल्नका लागि चाहिँ खुब धेरै मेहनत गरेको चाहिँ पाइन्छ है। त्यहाँ यसो बाटोमा हिँड्दै गर्दा पनि त्यो पर्चा पम्पलेटहरू ल्याउने हैन, त्यसको बारेमा सल्मेङ दिइहाल्ने क्या, फेरि सुन्दै हो भने चाहिँ 10-15-20 मिनट व्याख्या गरिदिइहाल्ने, जाउँ भनिहाल्ने, यस्तो खालको चाहिँ धर्मप्रति एकदमै लगाव देखाउनुपर्छ भनेर जोड दिने खालको कुराहरू पनि त्यहाँ पाइँदो रहेछ। तपाईँले यसमा भएका चित्रहरू एकपटक हेर्नु होला। परीक्षामा त अब यो धर्मबाट ठ्याक्कै आएको त छैन, तर के धर्म मान्छन् मान्दैनन्, के कस्तो छ त त्यहाँको कल्चर भन्ने कुरा चाहिँ धार्मिक हिसाबले पनि हामीले बुझाउन भन्नको लागि चाहिँ यसको छङ्गो पनि एकपटक हामीले हेर्नुपर्छ। यसको छङ्गोको विषयमा चर्चा गर्नका लागि चाहिँ म अब हाम्रो वाइपी सरलाई बोलाउँछु। बाँकी एकैछिनको विश्रामपछि फेरि तपाईँ हाम्रो भेट हुन्छ। बाँकी क्लास चाहिँ यसको सल्मेङ वाइपी सरबाट। ओके, आज चाहिँ हामीहरू कोरियनहरूको धर्म भन्ने शीर्षकमा अध्ययन गर्न गइरहेका छौँ। हानगुगिन ए छङ्ग्यो, कोरियनहरूको धर्म। कोरियन मानिसहरूले चाहिँ धर्म मान्ने मानिसहरू भन्दा धर्म नमान्ने मान्छेहरू धेरै छन् कोरियामा। अनि परीक्षामा पनि यो धर्मको पाठबाट त्यति साह्रो खासै सोध्ने गरेको त पाइँदैन। तैपनि हामीहरूले कोरियामा के धर्म छन् भन्ने कुरा चाहिँ थाहा पाउनु पर्ने हुन्छ। कोरियामा चाहिँ रहेका छन् फुल्ग्यो, फुल्ग्यो भनेको चाहिँ बौद्ध धर्म भनेको। फुल्ग्यो बौद्ध धर्म भयो। त्यस्तै खेसिन्ग्यो, खेसिन्ग्यो भनेको के हो थाहा छ यहाँहरूलाई? खेसिन्ग्यो भनेको क्रिस्चियन धर्म अन्त खेसिन्ग्यो भयो। त्यस्तै अर्को हुन्छ छन्जुक्यो, छन्जुक्यो त्यसैको एउटा हाँगा हो। यसलाई चाहिँ क्याथोलिक धर्म भन्न पनि सकियो।
यो चाहिँ खेसिन्ग्यो चाहिँ यसैको एउटा हाँगा त्यहाँबाट छुटेर बनेको धर्म हो क्या। हो यहाँ चाहिँ भन्छ हानगुगुन कोरिया चाहिँ खेइन ए, खेइन भनेको व्यक्तिको अथवा आफ्नो, छोङ्ग्योगा धर्ममा, छोङ्ग्यो भनेको धर्म, कोरिया चाहिँ आफ्नो धर्मलाई छोन्जुङ फान्नुन, छोन्जुङ भनेको सम्मान, आफ्नो धर्मलाई चाहिँ सम्मान गर्ने था छोङ्ग्यो बहु धार्मिक, खुगाइम्निदा राष्ट्र हो। हानगुक रिसर्ची ए, कोरियन रिसर्चको, रिसर्ची भनेको रिसर्च भनेको, कोरियन रिसर्चको एरोन सोग ए एरोन, जनमत भित्रको जनमत, एक एक मान्छेलाई चाहिँ तपाईँको धर्म कुन हो भनेर त्यहाँनिर पहिला सर्च गरेर रिसर्च गरियो, सोधियो तपाईँको धर्म के हो भनेर एउटाले बौद्ध धर्म भन्यो होला, अर्कोले क्रिस्चियन धर्म, त्यो रिसर्चलाई नै के भनिएको जनमत भित्रको जनमत, एरोन सोगे एरोन, जनमत भित्रको जनमतलाई चाहिँ तारुमेन पछ्याउने हो भने खेसिन्ग्योरुल मिन्नुन सारामी इसिप फुरो, खेसिन्ग्यो क्रिस्चियन धर्म मान्ने मान्छेहरू चाहिँ 20%ले खाजाङ मान्खो सबैभन्दा धेरै र थाउमुरो त्यसपछि फुल्ग्यो बौद्ध धर्म सिपछिल फुरो 17%, त्यस्तै छन्जुक्यो क्याथोलिक धर्म सिभिल फ्रो 11%ले सुन इम्निदा करममा छन्। सुन भनेको करम भनेको सुनसबाट सुन अथवा सुनस भनेको करम, कर्मैसँग छन् भनेको हैन। कर्मैसँग भन्नुको मतलब सुरुमा यो भयो, त्यसपछि यो, त्यसपछि यो, यदि यो पर्सेन्ट नलेखिकन लेखेको भयो भने कर्मैसँग छन् भन्यो भने त्यो कर्मैसँग नै हुन्छ, तलमाथि हुँदैन। इस्लामग्यो इस्लाम धर्म दुङ आदि खिथा विभिन्न छोङ्ग्योरुल धर्महरू मिन्नुन मान्ने सारामदुरुन मानिसहरू पनि आज सक्सुन्दा मान्छेहरू चाहिँ एकदमै कम छन्। सिन्जा जुङ्गेनुन चेलाहरू मध्ये, सिन्जा भनेको चेला भनेको धर्म मान्ने मान्छे, सिन्जा अथवा ख्योइन, अनुयायी अथवा चेलो, धर्म मान्ने मान्छे, धर्म मान्ने मान्छे अथवा चेलाहरूमध्ये पनि नामसङ खोदा यससँगै पुरुषहरू भन्दा महिला मानको धेरै र नाइगा छगुन साराम खोदा उमेर थोरै भएको मान्छे भनेको सानाहरू भन्दा पनि नाइगा मानुन साराम ए उमेर धेरै भएका मानिसहरूको फ्युरी अनुपात थ नोप्सुमिदा अझै उच्च छ भन्छ। जस्तो पुरुषहरूले भन्दा महिलाहरूले धर्म धेरै मान्ने भए, त्यसपछि साना हुँदा चाहिँ नमान्ने धर्म, जस्तै बुढो हुँदै गयो, उमेर बढ्दै गयो, त्यसपछि फेरि धर्म लिने गर्छन् त्यहाँनिर। अनि पछि धर्मको प्रचारमा हिँड्नेमा पनि केटीहरू धेरै भेटिन्थे हामीहरू त्यहाँ हिँड्ने बेलामा। जस्तो हामीहरू काम छोडेर भयो, अन्त सेल्टरमा बस्ने भयो, सेल्टरमा भन्दा पनि अझ यो चर्चहरूमा गएर बस्यो भने त्यहाँ आइतबार आराधनामा जानु पर्थ्यो, अनि फेरि फ्रीमा खाना दिन्छ त्यो दिन, अनि बस्न चाहिँ फ्री हुन्छ, त्यहाँ बस्न पाइन्छ, त्यस्तो हुन्छ। त्यहाँ धर्म मान्ने मान्छेहरू कम छन्, धर्म नमान्नेहरू चाहिँ धेरै छन्। खुरन्दे तर छोङ्ग्योरुल धर्म चाहिँ खाजिन भनेको लिएको, खाजिदाबाट आएको, धर्म लिएको अथवा धर्म मान्ने साराम खुदा मान्ने मान्छे भन्दा छोङ्गेगा अब्नुन सारामी थ मान्छुमिदा धर्म नभएका अथवा धर्म नमान्ने मान्छे चाहिँ धेरै छन्। त्यस्तै यहाँनिर भन्छ खेसिन्ग्यो सिन्जादुरुन क्रिस्चियन धर्मका अनुयायीहरू चेलाहरू चाहिँ ख्योए एसर, ख्योए भनेको चर्च, यो चाहिँ खेसिन्ग्यो मान्नेहरूको मन्दिर हो, चर्च। एबेरुल थुरिमनिदा भोग गर्दछन्, खुरिगो अनि थायाङ्गान विभिन्न मोइम वा भेला र वाल्दोङुल थङ्गे
क्रियाकलाप अथवा गतिविधिको माध्यमबाट सिनाङ सेङ्वाल भनेको धार्मिक जीवन भनेको धार्मिक जीवनयापन चाहिँ गर्दछन्। त्यस्तै छन्जुक्यो सिन्जादुरुन क्याथोलिक धर्मका अनुयायीहरू चाहिँ सङ्दाङ एस क्याथोलिक चर्चमा, यो क्याथोलिकहरूको चर्चलाई चाहिँ छन्जुग्यो मान्नेहरूको चर्चलाई चाहिँ सङ्दाङ भन्यो। त्यस्तै खेसिन्ग्यो मान्नेहरूको चर्चलाई चाहिँ ख्योए। मिसारुल थुरिम्य आराधना गर्दै, मिसारुल थ्रिदा भनेको आराधना गर्नु जो छन्जुग्यो मान्नेहरूले गर्ने हो। त्यस्तै खेसिन्ग्यो छिन्जाछ्रम क्रिस्चियन धर्मका अनुयायीहरूले जस्तै थायाङ्गान विभिन्न छोङ्ग्यो हल्दोङ्गुल धार्मिक गतिविधिमा चाहिँ हाम्निदा गर्दछन्। फुल्ग्यो बौद्ध धर्मका सिन्जादुरन अनुयायीहरू बुद्ध धर्म मान्ने मान्छेका चेलाहरू चाहिँ छरे खास छल अथवा गुम्बामा गएर एबुरुल थुरिम्निदा ढोग गर्दछन्। जो फुल्ग्यो बौद्ध धर्म मान्ने मान्छेहरू फुल्ग्यो बौद्ध धर्म मान्ने मान्छेहरूले के गर्छन् त भन्दा ए बुल नै गर्छन्। फुल्ग्यो मान्छन् गर्न पनि ए बुल गर्छन्। खेसिन्ग्यो मान्छन् यहाँ पनि ए चला के लाग्छ, यहाँ पनि चला लाग्छ, यहाँ उल्छ उल मान्छन् है। त्यसै छन्जुक्यो काल चेलाहरूले चाहिँ मिसारुल थुरिदा, त्यो कुराहरू याद गर्नु पर्यो। त्यसपछि भन्छ हानगुक एसनुन कोरियामा चाहिँ यसु भगवानको थानसेङ्गिल इन जन्मदिन भएको, थानसेङ्गिल भनेको जन्मदिन भनेको, इन भनेको भएको भन्नु। क्रिसुमासु क्रिसमस चाहिँ याङ्नेक अङ्ग्रेजी पात्रको 12 महिना 25 गते र पुछनिम बुद्धनिमको थानसेङ्गिल जन्मदिन भएको पुछनिम ओसिन नाल बुद्ध आएको दिन। कोरियन पात्र लुनार क्यालेन्डरको 4 महिनाको 8 गते। मोदु सबैमा चाहिँ खोङ ह्युइल्लो सार्वजनिक विदाको रूपमा छिजङ थोयदा भनेको तोकिनु भनेको तोकिएर, छिजङ थोय इस्मिदा भनेको तोकिएको छ बसिँदै। खुनारी त्यो दिन थोयमेन भयो भने खेवे ना चर्च अथवा छरे सारामदुरी गुम्बामा मानिसहरू मानी धेरै मोइमनिदा भेला हुँदछन्, जम्मा हुन्छन्। मोइदा भनेको भेला। त्यसपछि यस पाठको चाहिँ वागिनास्यो भन्छ। वागिनास्यो भनेको कन्फर्म गर्नुहोस्, चेक गर्नुहोस्। यो पाठ पढेर चाहिँ तपाईँले यति 3टा कुराहरू चाहिँ जान्नुभयो कि भएन, चेक गर्नुहोस्। छुमारे हल्दोङ्गे थिए माराल्सु त सप्ताहको गतिविधिको बारेमा भन्न सकिन्छ। तपाईँले चाहिँ सप्ताहमा के गरिन्छ त भन्ने कुराहरू भन्न सक्नु पर्यो। त्यस्तै साङ्थे भनेको अवस्था वा र खिबुने मुडको थे बारेमा यागिहाल्छु इत्ता कुराकानी गर्न सकिन्छ। छुमाल खेवेके थे सप्ताहको योजनाको बारेमा, खेवेक भनेको योजनाको बारेमा मुद्गो सोधेर थेदावाल्छु इत्ता जवाब दिन सकिन्छ। ओके, यहाँहरूले च्याप्टर 13मा रहेको छङ्गो पढि नै हाल्नुभयो। आशा चाहिँ यहाँहरूले पक्कै पनि धर्म र मर्मका केही कुराहरू बुझ्नुभयो होला। यिनी कुराकानी सेयरिङको लागि चाहिँ म वाइपी सरलाई धन्यवाद दिन चाहन्छु। र अब हामी अर्को च्याप्टरतिर लागौँ। अब चाहिँ हामीले सिपसागवा 14 च्याप्टरमा छौँ र 14 च्याप्टरमा चाहिँ हामीले पढ्ने कुरा खिल छादगी भनेको छ। खिल छादगी बाटो खोजाइ रे है। ल खिल भनेको चाहिँ बाटो,
अब यो बाटो भन्नाले चाहिँ हामीले जस्तो वान वे अर्थात् बढीमा टु वेसम्मको बाटो बुझ्नुपर्छ। अनि छात्ता भनेको खोज्नु, छात्गी भनेपछि खोजाइ, बाटो खोजाइ भनेको छ है त। ओके, यी खुन छ ए याक्कके इस्सायो यहाँ नजिकै, यी खुन छ ए यहाँ नजिकै याक्कके इस्सायो औषधि पसल छ ने सागरी, सा भनेको चार, खरी भनेको चाहिँ बाटो, कतै दूरी पनि हुन्छ। चौबाटो भनेको है चौबाटो, चौबाटो अर्थात् हामीले चोक भन्छौँ नि, चोक होइन। चौबाटोबाट चाहिँ ओरुन चौकुरो खासै हो दायाँतर्फ जानुहोस्, मतलब यो याक्कुक भेट्नको लागि चाहिँ हामीले सागरी चौबाटो चोकबाट चाहिँ दायाँतिर जानु पर्यो रे। अब हामीले यस च्याप्टरमा के पढ्छौँ भन्ने कुरा चाहिँ हामी यहाँलाई जानकारी छँदैछ। हामी रिपिट क्लासमा छौँ, एकपटक पढिसक्नुभएका तपाईँहरूलाई सर र हामीले च्याप्टरमा भएको कुरा मोटामोटी सम्झाउने र छङ्गुको बारेमा व्याख्या गर्ने क्लासमा छौँ। अब यसमा हामीले के पढ्छौँ त भन्दाखेरि रो उरो ग्रामर पढ्दा रहेछौँ। ग्रामरमा चाहिँ जस्तो फाङयाङ डाइरेक्सनमा चाहिँ अब दिशामा चाहिँ यसको अर्थ तिर भन्ने लगाउँछौँ हामीले होइन। अब जसको यसको अर्थ कतै द्वारा भनेर भन्दा अगाडिको अङ्कमा पढ्यौँ हामीले मा अथवा ले। जस्तो हाङ्गु गरो यागी हासे हो, कोरियन भाषामा कुराकानी गर्नुहोस् होइन। सुत्कारा कुरो फाबुल मगायो, चम्चाले भात खान्छु। फसुरो सिजाङ्गे खायो, बसद्वारा बजार जान्छु भनेर यिनी ठाउँमा पनि परेको हुन्छ भने डाइरेक्सनको हकमा कुरा गर्नुभयो भने चाहिँ फाङयाङमा चाहिँ डिरेक्सन कसरी भन्ने त भन्दाखेरि अधुरो खायो कतातिर जानुहुन्छ, सिजाङमुरो खायो बजारतिर जान्छु, यसरी तिर अर्थ लगाइन्छ। अर्को ग्रामर छ सेयो उसेयो। सेयो उसेयो भनेको नुहोस् भन्ने अर्थ हुन्छ। यो स्पेसल्ली भबमा लाग्छ, क्रियासँग परेको हुन्छ। यो विशेषणसँग नभएर क्रियासँग परेको हुन्छ र यसको अर्थ चाहिँ नुहोस्। अलिकति आधार गरेर बोल्दाखेरि यसको प्रयोग गरिन्छ, अथवा अरू कसैलाई रिक्वेस्ट गर्दाखेरि अनुरोध गर्दाखेरि त्यो पनि अलि आधार गरेर गर्दाखेरि यसको प्रयोग हुन्छ। त्यसै गरी उइछि र फाङयाङ लोकेसन र डाइरेक्सनको कुरा गर्छौँ। अनि इदोङ थोङसा भनेको छ चलायमान क्रियाहरूको बारेमा कुरा गर्छौँ। चलायमान क्रिया भन्नाले जानु आउनु, माथि जानु तल जानु, ओहोरदोहोर गर्नु जस्ता क्रियालाई चाहिँ चलायमान क्रिया भनिन्छ। र छङ्गुमा हामीले पढ्नेछौँ थोरो म्योङ छुसो। थोरो भनेको बाटो, म्योङ भनेको नाम, अनि छुसो भनेको ठेगाना। थोरो म्योङ छुसो बाटोको नाम ठेगाना। अब कस्तो हो त यो बाटोको नाम र ठेगाना भनेको, एकपटक हामीले चाहिँ यसलाई हेरौँ यहाँ र मजासँग। अलिकति तपाईँहरूले झट्ट हेर्दाखेरि यो छङ्गु चाहिँ अलि झन्झटिलो जस्तो, अलि के भने जस्तो लाग्न सक्छ। यसो त कोरियाका ठाउँका नामै नयाँ नयाँ हुन्छन्, त्यही अप्ठ्यारो हुन्छ। अनि फेरि त्यो जस्तो कसरी भन्छ, नेपालमा पनि कसरी भन्छ त्यहाँ कसरी भन्छ, अलि फरक भएको कारणले झन्झटिलो जस्तो छ, अलिकति बढी समय लाग्न सक्छ। तर हामीलाई मजाले चाहिँ बुझ्नुपर्छ ल। ओके, अब यो पाठ पढिसकेपछि तपाईँले बुझ्नुपर्ने कुरा के त भन्दाखेरि विच वा फाङयाङे दे मुद्गु देता बालसेता, लोकेसन र डाइरेक्सन बारेमा सोध्ने जवाब दिने। अनि म्योङ न्योङ ह्योङ मुन्जाङ भनेको आदेशात्मक वाक्यलाई प्रयोग गरेर अरू मान्छेलाई चाहिँ छिसिहाल्छु इत्ता भन्छ। छिसी भनेको निर्देशन गर्न सक्ने रे। ओके ल, अब यहाँ भएका केही मिनिङहरू हेरिहालौँ है एकपटक सर र त्यस पछाडि चाहिँ हामी सर र छङ्बोमा जानेछौँ ल। जस्तो खिजुन भनेको छ, खिजुन भनेको मापदण्ड अथवा आधार भन्न सकिन्छ, आधार अथवा मापदण्ड। अनि छमछा भन्ने मिनिङ चाहिँ हामीले यहाँ पढ्नेछौँ एउटा। यदि तपाईँलाई नयाँ भयो भने चाहिँ टिप्न सक्नुहुन्छ। छमछा भनेको कर्मसँग भनेको त्यसपछि जोडी नआउने भन्न खोजेको। हेदाङ भनेको सम्बन्धित। अनि चाक्सु भन्यो भने जोड सङ्ख्या, होल्सु भन्यो भने चाहिँ बिजोड सङ्ख्या हो, अड नम्बर र इभन नम्बर हो भनेर भन्ने मिनिङहरू छन्। त्यसै गरी एउटा छुसो दिएको पनि रहेछ यहाँ। छुसो हेर्नुहोस् त, एउटा छुसो भनेको ठेगाना हुन्छ। जस्तो सौल थुकबेल से, सौल विशेष सहर, यहाँ सी लायो होइन। छोङ्नो, छोङ्नो भन्ने जिल्ला। अनि साजिक भन्ने चाहिँ रो भनेको छ, साजिक रो भनेको साजिक नाम गरेको रोड बाटो। अनि लास्टमा दिएको छ त्यहाँको नम्बर चाहिँ फेक युक्सिप हिल, यसरी चाहिँ ठेगाना लेखिन्छ भनेर भनेको छ। र हामीले जस्तो म्यापमा गएर लोकेसनहरू सर्च गरे जस्तै कोरियामा पनि यो काका ओ भन्ने
यो म्याप चाहिँ हुन्छ, यो एपबाट चाहिँ कोरियनहरूले चाहिँ त्यहाँ के गर्छन् त भन्दाखेरि यो खाखाओ एप भनेको काकाओ एप भनेको चाहिँ कोरियन गुगल म्याप हो। योबाट चाहिँ विभिन्न ठाउँको लोकेसनहरू सर्च गर्ने गरिन्छ। ओके, थोरो म्योङ छुसोको बारेमा दिएको छ अङ्कलाई। अब मजासँग व्याख्यातिर लागौँ है त। ल, छाङसो भनेको ठाउँमा दिएको छ ख्याङबोगुङ भन्ने एउटा प्राचीन दरबार, अनि हानगक सानव इल्लेख खङदान एचआरटी मानव संसाधन विकास केन्द्र। मजासँग हेर्नुहोस् अब। अनि अब यो अन भनेको एकाइ जस्तो कोरियनमा र अङ्ग्रेजीमा दुईटामा कसरी लोकेसन लेखिन्छ पहिला हामीले यसलाई हेरौँ। यो हेरिसके पछाडि चाहिँ व्याख्या गयौँ भने अझ बुझ्न सजिलो हुन्छ है। कोरियन भाषामा लोकेसनहरू हेर्दाखेरि चाहिँ सौल थुक्वेल्सी भनेको सौल विशेष सहर सी, अनि छोङ्नो भनेको छ त्यहाँ, खु भनेको यहाँनिर हामीले जिल्ला बुझ्नु छ, अनि साजिक भनेको छ यो रोडको नाम हो भने रो भनेको रोड, अनि नम्बर दिएको छ। अब यसैलाई इङ्ग्लिसमा कसरी दिएको छ हेर्नुहोस् त, ठ्याक्कै उल्टो छ अर्थात् विपरीत छ। कोरियनमा लास्टमा नम्बर छ, यहाँ सबभन्दा सानो कुरा छ नम्बर छ, बिल्डिङ नम्बर छ, रोड नम्बर छ, गल्ली नम्बर हुन्छ भने इङ्ग्लिसमा चाहिँ अगाडि हुन्छ। त्यस पछाडि साजिक रो भनेको छ, अनि त्यस पछाडि फेरि छोङ्नो दिएको छ, अनि त्यस पछाडि सियोल रिपब्लिक अफ कोरिया भनेर कोरिया चाहिँ सबैभन्दा पछाडि आएको छ। अब हामीले यहाँ नेपालीमा भन्नुपर्छ कि यसलाई चाहिँ एकपटक जस्तो अब हामीले यो हाम्रो ट्रस्ट एजुकेसन सेन्टरको लोकेसन भन्नु पर्यो भने चाहिँ कसरी भन्छौँ त भन्दाखेरि कर्णाली प्रदेश हैन, कर्णाली प्रदेश सुरुमा आयो, प्रदेश आयो सुरुमा चाहिँ, त्यस पछाडि सुर्खेत जिल्ला, त्यसपछि तल्लो तहको आयो कि जिल्ला आयो सुर्खेत जिल्ला, त्यस पछाडि वीरेन्द्रनगर नगरपालिका, अझ तल आउँदाखेरि वार्ड नम्बर, ओडा, अनि वार्ड नम्बर 6, अनि फेरि लास्टमा के भन्छौँ फेरि हामी चाहिँ नेपाल। कर्णाली प्रदेश, सुर्खेत जिल्ला, वीरेन्द्रनगर नगरपालिका, वार्ड नम्बर 6, न्यू रोड, अनि फेरि ठाउँको रोडको नाम त आएन हैन, न्यू रोड, अनि फेरि कतै सुर्खेत जोड्छौँ, कतै नेपाल, सुर्खेत नेपाल जोड्छौँ। अब इङ्ग्लिसबाट भन्दा पनि अब यसै गरी जान्छ, कर्णाली प्रोभिन्स माथिबाट आउला अथवा ओडाबाट जाला, यसरी चाहिँ लोकेसन दिन्छ भनेको। अब यहाँ त हामीले सुनिराखेको लोकेसन छन् त प्रदेशबाट सुरु भएर ओडामा सकिने रहेछ, उता ठ्याक्कै बुझे जस्तो हुन्छ। कोरियामा चाहिँ फेरि सबै नयाँ भएको कारणले कहाँ ठुलो सहर, कहाँ सानो सहर, कहाँ रोड त्यो नबुझेको कारणले अलिकति नयाँ जस्तो लाग्न सक्छ। तर हामीले के बुझ्नु पर्यो त भन्दाखेरि यो पढेपछि हामी बुझिहाल्छौँ। अहिले पहिला सुरुमा चाहिँ ठुलो, त्यस पछाडि सानो सानो हुँदै चाहिँ जाँदो रहेछ कोरियनमा लेख्दाखेरि, इङ्ग्लिसमा लेख्दाखेरि चाहिँ सानोबाट ठुलोमा लेखिँदै जाँदो रहेछ। यसरी चाहिँ कोरियाको विभिन्न रोडहरूको लोकेसन हेर्न सकिन्छ। भने एउटै कुरा के बुझ्नु पर्यो भने कुनै पनि ठाउँको लोकेसन बताउँदाखेरि चाहिँ हामीलाई रोडबाट चिनाइन्छ भन्छ क्या। जस्तो हामीलाई यो ट्रस्ट एजुकेसन कहाँ छ भनेर सोध्यो भने हामीले दिने भनेको त्यो ए सिसावाला ठुलो घरमा छ भन्दैनौँ, हामी न्यू रोडमा छ भन्छौँ कि हामी चाहिँ। अहिले तपाईँ कहाँ आउनुहुन्छ भनेको म दैलेख रोड छु, रोड देखाइरहेको हुन्छ त्यहाँ हैन, महेन्द्र राजमार्गमा छु, पृथ्वी राजमार्गमा छ पर्छ, बिपी हाइवेमा पर्छ हैन। यसरी चाहिँ जे होस् हामीले चाहिँ रोडको नामहरू चाहिँ के गर्छौँ त, पुतली सडक काठमाडौँ सडकको नाम दियो भने झ्याप्पै भेटायो। यसरी चाहिँ रोडको नामबाट चिनाइन्छ। जस्तो मैले मेरो घर कहाँ हो भनेर तपाईँलाई थाहा छ त, अब बताउनु पर्यो भने एउटा रोडको नाम दिन्छु, पिपिरा भन्ने ठाउँमा पर्छ, गायताल जाने सडकमा है भनेपछि ठ्याक्क त्यो रोडले चाहिँ चिनाउँछ अरे। कोरियाको पनि अधिकांश लोकेसनहरू रोडको आधारमा दिइन्छ भन्न खोजेको है त। ओके ल, अर्को उल्सान ख्वाङ्गेक्सी भनेको उल्सान महानगरमा पनि सी छ, अनि छुङमा गु जिल्ला, छोङ्गा भन्ने चाहिँ रोड, र सामबेक सासिब ओ चाहिँ यसको नम्बर दिएको छ। अब एकपटक मजासँग यहाँ पढिसकेपछि कसो नबुझिएला है त। हानगो केसनन कोरियामा चाहिँ थोरो म्योङ छुसो बाटोको नाम ठेगानालाई सायङ हाम्निदा प्रयोग गरिन्छ। कोरियामा बाटोको नाम ठेगानालाई नै प्रयोग गरिन्छ। थोरो म्योङ छुसोरान बाटोको नाम ठेगाना भनेको अथवा भन्नाले भनेको रावण भनेको छिजङ दोइन भनेको तोकिएको है, निश्चित गरिएको। थोरो म्योङुल बाटोको नामलाई खिजुनुरो आधार अथवा बेस मानेर, छुसोरुल ठेगानालाई फ्योगी हानुन। अब फ्योगी हानुन भनेको लेख्ने उल्लेख गर्ने भन्दा नि भयो हैन है, उल्लेख ल लेख्ने अथवा उल्लेख गर्ने कुरालाई मारानन्दे
भन्छन्। थोरो उही बाटोको इरमी नाम खिचुन इगी तेमुने, बाटोको नाम चाहिँ आधार हुने भएकोले गर्दा छुसोरुल आल्गी ठेगानालाई थाहा पाउन सिप सुम्निदा सजिलो हुन्छ। जस्तो अब भटभटे डाँडोमा आउनु होला भन्नु भने त कहाँ हो भटभटे डाँडो भन्ने होला कि होइन, तर बाटो बताइदिने रे के, यहाँबाट दैलेख जाने बाटो गुराँसेभन्दा अलिकति अगाडिपट्टि ल भटभटे डाँडोमा आउनेपछि ए फलान ठाउँमा छिटो थाहा भयो नि त। अहिले बाटोले बढी चिनाउँछ, बाटोको कारणले कुनै पनि ठेगाना छिटो थाहा पाउन सकिन्छ भनेकोलाई खुरेछ। त्यसैले थोरो म्याङ बाटोको नाम, छुसोमान ठेगाना मात्रै, बाटोको नामको ठेगाना मात्रै इस्युम्यान भयो भने ओन हानुन भन्छ, चाहेको भनेकै चाहने अथवा चाहेको खोत ठाउँलाई छाजा खाल्सु इस्युम्निदा, छाजा खादा भनेको खोज्दै जानु होइन त, खोजेर जानु, खोज्दै जान सकिन्छ। उही उही एरुल फोम्यान माथिको उदाहरणलाई हेऱ्यो भने भनेको यसलाई यहाँ दिएको उदाहरणलाई हेऱ्यो भने आल्सु इट दुसी, आल्सु इट दुसी भनेपछि तुसी भनेको भए चाहिँ अर्थ हुन्थ्यो होइन, दुसी भनेको जस्तै है, जस्तै। माथिको उदाहरणलाई हेऱ्यो भने थाहा पाउन सकिए जस्तै, जस्तै हाङ्ग कोरियाको थोरो म्याङ छुसो, बाटोको नाम ठेगाना चाहिँ याङ अङ्ग्रेजी वा र अथवा सँग फान्देरो, विपरीत अथवा उल्टो भनेको अङ्ग्रेजीको विपरीत छैन त, यहाँ हेर्नुहोस् त अङ्ग्रेजीको विपरीत छ नि त, यताबाट चाहिँ ठुलोबाट सानो, सानोबाट ठुलो, उल्टो अथवा विपरीत। खुन थान उही बुद्ध ठुलो ठुलो इकाइबाट अथवा सबभन्दा ठुलो सहर लेखा छ, सौल सिटीबाट हुँदै सानोमा गयो नि त, सहरबाट सिजागाय सुरु भएर छम्छा, छम्छा भनेको चाहिँ के त, अघि हामीले पढेको मिनिङ कर्म छ होइन, कर्म छ। छागन थान उइरो सानो सानो इकाइमा छक सुम्निदा लेखिन्छ, ठिक छ। अङ्ग्रेजीमा भन्दा उल्टो कोरियनमा चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ ठुलोबाट सानो इकाइमा लेखिन्छ, अङ्ग्रेजीमा चाहिँ सानोबाट ठुलोमा लेखिन्छ। भनेको चाहिँ सजिलैले बुझ्दाखेरि के बुझ्नु पर्यो त, वार्ड नम्बर 6 वीरेन्द्रनगर नगरपालिका सुर्खेत कर्णाली प्रदेश नेपाल भनेर जाँदाखेरि सानोबाट ठुलोमा गयो, माथिबाट आउँदाखेरि नेपाल कर्णाली प्रदेश सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वार्ड नम्बर 6 न्यु रोड भन्दाखेरि माथिबाट तल आइयो भने है त। यसै गरी तपाईँले आफ्नो आफ्नो ठाउँको भन्नुभयो भने सजिलो भइहाल्छ। थोरोम्याङ छुसोनुन बाटोको नाम ठेगाना चाहिँ थाम वा काची निम्न अनुसार खुसङ थोम्निदा संरचनामा रहेका छन् अथवा निम्न संरचनामा हेर्न सकिन्छ अरे। ल ल अब सी भनेको हामीले सहरमा लाग्ने, दो भनेको हामीले के बुझौँ भन्दाखेरि प्रदेश, नेपालको हकमा चाहिँ प्रदेश अथवा प्रान्तमा लाग्ने है त। हेदाङ भनेको सम्बन्धित, खनमुरी भनेको भवन, एकदम ध्यानले मजासँग बुझ्नुपर्छ है तपाईँहरूले। सम्बन्धित भवनको उइछ्यान भनेको अवस्थित, सम्बन्धित बिल्डिङ भएको भनेको जस्तो यो घर भएको मानौँ न होइन, सम्बन्धित बिल्डिङ भएको सी ना दो भन्छ। सी भनेको सहर बुझ्ने भनेको छ हामीले होइन, दो भनेको प्रान्तलाई चाहिँ नाथा नेम्निदा के गर्दछ, देखाउने गर्दछ। उइ ए सनन माथि चाहिँ सौल थुकवेल, सौल विशेष, अनि के त सी, ल हेर्नुहोस् एउटा सी सहर। अब तपाईँले के बुझ्नु पऱ्यो त भनेपछि तपाईँले भन्न खोजेको बिल्डिङ चाहिँ जस्तो यो बिल्डिङको लोकेसन दिँदै गर्दाखेरि पछाडिपट्टि सी दिएको छ कि छैन हेर्ने रे क्या। सी दिएको छ भने के बुझ्नु पऱ्यो, सहरमा रहेछ, ठुलो सहरमा रहेछ भन्ने बुझिँदो रहेछ एउटा होइन। र उल्सान ख्वाङ्गेक सी, उल्सान महानगर भन्ने सिटीका इएएसमा चाहिँ हेदाङ हाम्निदा सम्बन्धित छन्, बुझ्नुभयो त। सी र दो भनेपछि हामीले के बुझ्नु पर्दो रहेछ, सी छ पछाडिपट्टि होइन, सौल थुकवेल सी, सेजोङ थुकवेल सी अथवा उल्सान ख्वाङ्गेक सी, यिनी खालका बुसान ख्वाङ्गेक सी, इन्छन ख्वाङ्गेक सी, यिनी कुराहरू दिएको छ र सी छ भने चाहिँ यो ठुलो सहरहरू हुन्। कोरियामा जस्तो कतै कामसाम खोज्न हिँड्यो,
काम कहाँनिर पाइयो त भन्दाखेरि लोकेसन हेर्ने हो त्यहाँ लोकेसनमा सी छ पछाडि भने अब के बुझ्नु पऱ्यो जे होस् गाउँमा होइन है सहरमै हो भन्ने बुझिन्छ। अनि अथवा अब अर्को यहाँनिर भन्ला फेरि अथवा दो छ भने होइन यहाँ दोको भने रहन्छ होइन जस्तो यहाँ दो भनेन अब ख्याङसाङ नामदो भनौँ न ख्याङसाङ नामदो ख्याङसाङ बुक्दो छङ्ला नामदो छङ्ला बुक्दो तिनीहरूमा जस्तो हाम्रो साथीहरू धेरै त्यहाँ छन् भनेर भनिरहेको हुन्छ नि होइन जस्तो मेरै दाइ पनि हुनुहुन्छ अहिले यो ख्याङसाङ नामदो यो खिमे भन्ने सहरमा चाहिँ होइन अब यहाँनिर पछाडि के आयो त जोडियो भन्दाखेरि दो जोडियो मतलब यो प्रान्तमा रहेछन् यिनीहरू चाहिँ भन्ने कुरा बुझियो मतलब यदि दो या सी आएको छ भने त्यो अलि ठुलो प्रान्त अथवा ठुलो सहर हो भन्ने चाहिँ हामीले बुझ्ने रे ठिक छ। यो कुनै नयाँ कुरो होइन कुनै ठाउँको पछाडि सी र दो आयो भने कि सहर कि भने प्रान्त हुन्छ भन्न खोजेको। त्यसै गरी अब छ सी गुन र खुको कुरा गरौँ भने सी भनेको हामीले कुरा गरिहाल्यौँ सहर भइहाल्यो। अब यहाँनिर तपाईँलाई गुन भन्नाले चाहिँ के बुझ्नु भने गाउँ अलिक गाउँले भाग हो अथवा यहाँ पालिका अथवा नेपालको हकमा चाहिँ ओडातिर अथवा पालिका भनौँ न होइन पालिका भन्दा पनि अलिक ग्रामीण भागलाई चाहिँ जनाउँछ यसले है। अनि खु भनेको चाहिँ जिल्लालाई जनाउँछ यसले चाहिँ ल। सी ना द ए सी अथवा दोको हावे भनेको तल। अब के बुझ्नु पर्यो जस्तो अघि हामीले सवल थुकबेल सी होइन थुकब्याल अनि यहाँनिर तलपट्टि हामीले के भन्यौँ अघि सवल थुकब्याल सी भन्यौँ। अब फेरि त्योभन्दा अगाडि बढ्नु पऱ्यो नि अब यसको तल चाहिँ हेरे कि हेङजङ खुयकुल नाथा नेम्निदा प्रशासनिक क्षेत्रलाई देखाउँछ त्यसको तल चाहिँ प्रशासनिक क्षेत्रलाई देखाउँछ। थुकब्याल विशेष सिना ख्वाङेक सेवे विशेष खालको सहर अथवा महानगरको अवस्थामा चाहिँ ग ना गुन यदि सी छ भने चाहिँ त्यसको तलपट्टि के हुन्छ अरे सवल थुकबेल सी। अब अर्को एउटा महानगरको नाम अथवा एउटा सहरको नाम भनेर त्यहाँ के आउँछ भनेले के गो के भने गुन लेखिएको पाइन्छ भने अहिले एउटा लोकेसन लेखेर हेर्छौँ हामीले दो वे खेङ्गु यदि दो छ भने सी छैन अब दो छ भने चाहिँ सी तनुन सी अथवा गुन सुइम्निदा लेखिएको हुन्छ। ख्याङसाङ नामदो भन्यो अघि हामी अब त्यस पछाडि के लेख्नुपर्छ खिमे सी लेख्नु पर्यो खिमे सहर लेख्ला अथवा खिमे सहर होइन भने गुन लेख्ला यस्ता कुराहरू लेखिएको हुन्छ भन्छ है। उही शरण माथि चाहिँ छोङ्नो नाम गरेको जिल्ला र छुङ नाम गरेको चाहिँ जिल्ला चाहिँ ए हेदाङ हामीले यसमा समावेश गरिएको छ। अब यहाँ दोको त दिएको छैन सीमा चाहिँ यहाँनिर के दिएको थियो त अघि हामीले गर्दाखेरि भने सवल थुकबेल सी सुरुमा त्यसको तल चाहिँ छोङ्नो भन्ने जिल्ला। अब त्यहाँभन्दा तलपट्टि के लेखिन्छ त भन्दाखेरि चाहिँ फेरि गाउँ छ भने गाउँ लेखिन्छ आजभोलि खासै लेखिँदैन जस्तो पहिला चाहिँ अब त्यो टोल गल्ली बन्ची होइन अनि तपाईँको लिएर यो दोङ घरै अनि घर नम्बरसम्म पनि लेखिन्थ्यो अहिले चाहिँ अब सिधै रोडमा आउँछ भने चाहिँ हेरौँ है त्यहाँ अब थोरोम्याङ आउँछ भने क्या त्यसपछि चाहिँ ल अब थोरोम्याङ भनेको कस्तो खालको बाटोमा पर्छ त त्यो भयो भने फेरि यहाँबाट तल आउने हो थोरोम्याङमा जाउँ हेदाङ खनमोरी उइछ्यान सम्बन्धित भवन अवस्थित थोरोवे बाटोको इरोमोल नामलाई नाथा नेम्निदा बाटो सम्बन्धित भवन रहेको ठाउँको बाटोलाई चाहिँ दर्शाउँछ। फाल्छारो 8 लेनको बाटो बुझौँ यसलाई चाहिँ 8 लेनको बाटो इसाङ इल खेङ्गु भनेको 8 लेनको भन्दा बढी बाटो भएको अवस्थामा चाहिँ के भनिँदो रहेछ त थे भनेको ठुलो रो भनेको फेरि थङ्नो भनेको बाटोबाट रोड ठुलो बाटो 8 लेन भनेर बुझ्नुहुन्छ नि 8 लेन चारवटा तर्फी गाडी जान मिल्ने चारवटा तर्फी आउन मिल्ने 8 लेन भन्दा माथिको छ भने त्यसलाई थेरो भन्ने रे। यी छारो एस छिल छारो गाजी 2 लेन आउने जाने गरिकन 7वटा लेनसम्मको यदि बाटो छ भने चाहिँ त्यसलाई के भन्ने रे रो मात्रै भन्ने रे है। रो बोधा अब यो रो भन्नाले के बुझ्यौँ हामीले 2 देखि 7 होइन रो भन्दा छोबुन खिरन
साङ्ग्रो अब 2 लेन भन्दा पनि साना, 1 वे भनौँ न, 1 वे नै होला नि अब त होइन, अथवा बलै बढी भयो भने 2टै गाडी चला, नत्र 1 वे या त्योभन्दा सानो बाटोलाई के भन्ने रे? खिल। खिलको रूपमा चाहिँ खुबुन दोमिनिदा भनेको विभाजित गरिएको छ। अब लोकेसनमा झट्ट हेर्दा बित्तिकै के भन्नु पऱ्यो? थेरो लेखेर चाहिँ ट्याक्कै के बुझ्यो? यहाँ चाहिँ 8 लेन, 8 लेनको भन्दा ठुलो बाटो रहेछ भनेको छ। नेपालमा त्यस्ता बाटाहरू कमै होला होइन। अनि अब त्यस पछाडि रो मात्रै लेखेर चाहिँ लोकेसनमा भने चाहिँ 2 देखि 7 लेनसम्मका बाटाहरू भन्ने होला, जस्तो अब हाम्रो नेपालको पनि विविध ठाउँहरूमा छन्। अनि अब त्योभन्दा पनि सानो, यदि रोभन्दा पनि सानो हो भने चाहिँ के लेखेको हुन्छ अरे? खिल लेखेको हुन्छ। खिल भन्दा बित्तिकै हामीले के बुझ्दो रहेछौँ? अब 1 वे होइन। यो कस्तो बाटो भन्दा 1 वे खालको बाटो बुझ्छौँ है त। एरुलथुरा उदाहरणका रूपमा लिने हो भने चाहिँ जस्तो यहाँ दिएको छ थाल्गुबल देरो। यो थाल्गुबल भनेको नाम भइहाल्यो एउटा बाटो होइन। थेहेरान भन्ने रो, थेहेरान भनेको चाहिँ रो भनेको 7 लेनसम्मको, यो चाहिँ थेरो भनेको चाहिँ 8 भन्दा माथिको, सोदामखिल भनेको चाहिँ 1 वे अथवा 1 वे सरहको बाटो दुङ आदि लिन सकिन्छ। उयेसनुन माथिबाट चाहिँ अघि हामीले हेरेकोमा चाहिँ के थियो अरे त भन्दा साजिक रो भन्ने थियो अरे। अब साजिक रो भनेपछि कति लेनको रहेछ हो? रो भनेपछि हामीले के बुझ्ने भने त यहाँ भन्दाखेरि 2 देखि 7 लेनसम्मको बाटो, र छोङ्गारो भन्ने दिएको थियो अरे अर्को। रो नै छ यहाँ पनि, रो भनेपछि 7 लेनसम्मको भयो। यही हेदाङ हाम्निदा भनेको यसमा समावेश छन्। यहाँबाट थाहा पाउने बाटोको नाम भनेको के त भन्दा थेरो भनौँ भने 8 लेनभन्दा ठुलो होइन, रो मात्रै भनौँ भने 2 देखि 7सम्मको, र खिल मात्रै भनौँ भने चाहिँ 1 वे अथवा 1 वे सरहको बाटो भन्ने बुझ्ने है त। अब अर्को लाइनमा जाउँ। खनमूल भनौँ। अब यति भइसकेपछि बाटो पनि भयो। सुरुमा सहर हो कि प्रदेश हो त्यो थाहा पायौँ, त्यस पछाडि जिल्लासम्म झरियो होइन। त्यस पछाडि जिल्लामा गइसकेपछि चाहिँ अब सम्बन्धित ठाउँको बाटोबाट चिनायो। त्यसपछि चाहिँ अब सुर्खेत जिल्लामा आइसकेपछि हामीले दैलेख रोड भनेपछि हामीले थाहा पाउने भनेको यही रोडलाई हो कि। अनि नेपालगञ्ज रोड भनौँ भने यही रोड नै हो हामीले थाहा पाउने भने जस्तै सम्बन्धित जिल्लामा आएपछि रोडले चिनायो। अब रोडमा आइसकेपछि चाहिँ पालो आयो बिल्डिङको। अब बिल्डिङका पनि कोरियामा चाहिँ ठुला ठुला बिल्डिङ आकाश छुने भवनहरू हुन्छन्, तिनीहरूको बिल्डिङ नम्बर पनि हुन्छ। अनि बिल्डिङ नम्बरको फेरि त्यहाँभित्र जाँदा तला अनुसार जाने कुरा त छँदैछ है त। ल हेदाङ खनमूल भनेको त्यही सम्बन्धित भवनको बनोरुल नाथा निम्निदा भनेको अब भवनको चाहिँ नम्बर दिएको हुन्छ। जस्तो हाम्रो कतिपय काठमाडौँतिर जानुभयो भने गल्ली नम्बर पनि दिएको हुन्छ, स्ट्रिट नम्बर पनि दिएको हुन्छ होइन, गल्ली नम्बर। अनि त्यहाँ चाहिँ फेरि भित्र के दिएको हुन्छ भने घर नम्बर पनि दिएको हुन्छ। त्यस्तै भवन नम्बरहरू देखाउँछ। वेन्चोक खनमुरुन देब्रेतर्फको भवन चाहिँ होल्सु हो अरे है। होल्सु भनेको के बिजोर हो होइन, अड नम्बरको हुन्छ भनेको 1 3 5 7 9। र ओरुन चोक खनमुरुन दाहिनेतर्फको भवन चाहिँ चाक्सुरो भन्छ। चाक्सुरो भनेको चाहिँ के त भने जोर नम्बर 2 4 6 8 जोर नम्बरको रूपमा सङ्केत गरिन्छ। जस्तो अब यो नेपालगञ्ज जाने रोड हो। अब हामी जानुपर्ने भयो यो गल्लीमा। अब यो बाटोको खास दायाँ र बायाँ थाहा पाउने कहाँबाट हो त भन्दाखेरि यहाँबाट। यताबाट हेर्दा त फेरि फरक हुन्छ नि त फेरि। अब उताबाट यता आउँदैछ भने त दायाँ अर्कातिर पर्ला फेरि होइन र। यहाँबाट जाँदाखेरि चाहिँ यतातिर पर्ला फेरि। यस कारणले मान्ने चाहिँ आधार कहाँ हो त भन्दाखेरि मेन रोडबाट चाहिँ भित्र गएका बाटोहरू कहाँबाट सुरुवात भएका छन् यहाँबाट हेर्ने। यहाँबाट जाँदाखेरि चाहिँ यतातिरकालाई हामीले चाहिँ के भन्ने भने त देब्रे साइड, यतापट्टिकोलाई दाहिने भनेर। अनि जोड र बिजोड भन्ने कुरा त्यहाँबाट थाहा पाउने हो। उताबाट मान्छे आउँदाखेरि चाहिँ त्यो कुरा फेरि मान्ने हुँदैन है। उयेसनुन माथि चाहिँ अघि दिएको ठाउँमा हेर्नुभयो भने चाहिँ फेक युक्सिब इल ग्वा 161 र साम्बेक सासिब ओगा 345 यी हेदाङ हामीले त यसमा समावेश थिए। भने दिएका नम्बर के रहेछन् त भवन अथवा बिल्डिङ नम्बर दिएको रहेछ। बिल्डिङ नम्बर चाहिँ यसरी सङ्केत गरिएको हुन्छ भनेर भन्छ। र बिल्डिङमा चाहिँ हामीले के बुझ्दा रहेछौँ त भन्दाखेरि अब 161 345 भनेपछि चाहिँ यिनीहरूले चाहिँ होल्सुबाट लेखेको अथवा एक साइडका मात्रै भनेको यसले। अर्को साइडमा भएको भए चाहिँ फेरि चाक्सुमा हुन्थ्यो अथवा जोर नम्बरमा हुन्थ्यो। यताबाट चाहिँ एक साइडबाट मात्रै हेर्दाखेरि चाहिँ के भयो त घरहरू बेजोड सङ्ख्यामा भए। ओके ल अब एकपटक फेरि यहीँ जाउँ है त। अब हामीले केही बुझ्यौँ कि त अलिकति। ल हस् एकदम सरल तरिकाले जाउँ। कोरियाको पहिला सुरुमा त के हो भने परीक्षा केन्द्रित हौँ अहिले हामी। अब सबै कोरियाको ठाउँ
को बारेमा अब नेपालकै त सबै ठाउँहरू थाहा हुँदैन हैन। अब कोरियाको कुरा हो, अब जस्तो हामीले पढेका विभिन्न प्रान्तहरू पढेका छौँ हैन, महानगरहरू पढेका छौँ। ठुला सहरहरूमा सी हुँदो रहेछ, प्रान्तहरूमा दो हुँदो रहेछ। त्यस पछाडि जिल्लामा जाँदा गु लेखिएको हुँदो रहेछ, अथवा गु लेखिएको छैन भने गुण लेखिएको हुँदो रहेछ। त्यो गुण भनेको के रहेछ, गाउँ भनेर बुझ्ने अथवा नगरपालिका जस्तो अलि सानो तह हो भनेर बुझ्दा रहेछौँ। त्यस पछाडि बाटोमा रो लेखिएको हुँदो रहेछ बाटोको नामसँग। त्यस पछाडि भवन नम्बर जोड र बिजोड गरिकन लेखिएको हुँदो रहेछ। कोरियनमा जाँदा, इङ्ग्लिसमा जाँदा त्यसैको ठ्याक्कै फान्दै विपरीतमा सानोबाट ठुलो तरिकाले लेखिएको हुन्छ। यो जान्नुको अर्थ के त भन्दाखेरि कोरिया गइसकेपछि हामीले म्याप हेर्दाखेरि, बाटोहरूमा हेर्दाखेरि बोर्डहरू लगाएको हुन्छ नि त, तिनीहरूमा हेर्दाखेरि यो काम लाग्ने कुरा छ। अब आशा गरौँ योबाट पनि केही कुरा के कसरी सोध्छ हामीले यो तयार अवस्थामा रहनुपर्छ। तर यो चाहिँ अलि कोरियाको अलि भित्री कुरा नै हो हुन चाहिँ, तर गाह्रो कुरा चाहिँ होइन। नर्मल्ली नेपालको लोकेसन भने जस्तै भन्न सकिन्छ भन्ने कुरा बुझ्नु होला। आशा चाहिँ यहाँहरूले केही कुरा पक्कै पनि बुझ्नु भयो होला। अब हामी च्याप्टर 15 को छाङ्बोमा है त। च्याप्टर 15 मा चाहिँ सिप ओ गुवामा चाहिँ हामीले आज ओत छारिमको बारेमा पढ्छौँ। अब ओत भनेको कपडा, कपडाका धेरै मिनिङहरूले यहाँले पक्कै सिमिलर मिनिङहरू पढ्नुभएको छ। छारिम भनेको पहिरन हो, फोक्चाङ भन्दा नि हुन्छ यसलाई है। ओत छारिम अथवा फोक्चाङ भनेको पहिरन। अब कपडाको पहिरन भनेको चाहिँ अब ड्रेसिङका कुराहरू, ड्रेसअपका कुराहरू हो। ड्रेसअपका कुराहरू भन्दा पनि यहाँ चाहिँ यो छाङ्बोमा स्पेसल्ली कोरियाको राष्ट्रिय पोसाक चाहिँ हानबोकको बारेमा चाहिँ चर्चा गरेको छ र यो महत्त्वपूर्ण कुरा पनि छ, त्यहाँको कल्चरको कुरा हो हैन। ल माधुसिगा नुगुएयो भन्छ। जस्तो एउटा मोबाइल हेर्दैछ, यहाँनिर यिनीहरूले चाहिँ मधु भन्ने को हो रे, मरेका चालबुन सारा मियो, कपाल छोटो गरेको केटा चाहिँ हैन मानिस चाहिँ हो। खमुन सेक ओसुल इबको हिस्से कालो रङको कपडा लगाएको छ भनेर भनेको छ। यस पाठमा हामीले के पढ्नुपर्छ तपाईँहरूले एकपटक मजासँग 15 पाठ सम्झिनुहोस् त ल। 15 पाठमा के पढ्नु भयो अहिलेसम्म तपाईँहरूले? ग्रामरमा गोइतास भन्ने रहेछ साङ्थ्य अवस्थामा, इ रहेको हुनु कन्टिन्यू भइहाल्यो। नहुन भनेको चाहिँ के त, एको। नहुन भनेको एको। ल यो भव भिएसटी क्रियामा लाग्दाखेरि चाहिँ एको अर्थ हुन्छ भने, एक्जेक्टिभमा लाग्दाखेरि चाहिँ यसको अर्थ के हुन्छ त फेरि न र यदि उन आयो भने चाहिँ यसले क्रिया विशेषणलाई के गर्छ त भन्दा विशेषण गराउने काम गर्छ। विशेषण मात्र गराउँछ। उदाहरणका लागि जस्तो मल्दा टाढा हुनु क्रिया विशेषण हो भने मन मात्रै भन्नुभयो यदि भने चाहिँ अब के हुन्छ, टाढा हुन्छ। अब क्रियामा लायो भने चाहिँ कस्तो हुन्छ त भन्दाखेरि जस्तो एक्टिभ भर्बहरुमा लायो भने खाजाबाट खान गएको, मक्ताबाट मगुन खाएको, यसरी पास्ट टेन्स जनाउने गर्छ है त। ल ओत भनेको कपडा र एक्सेसरी भनेको छ। एक्सेसरी भनेको सामान्यतया अब हामीले भन्दाखेरि चाहिँ गरगहना भनिन्छ हैन। एक्सेसरी भन्नाले जस्तो टाई भयो, घडी, औँठी हैन, चस्मा, अन्य सामान्य कानमा लगाइने झुम्काहरू जस्ता कुराहरूलाई चाहिँ एक्सेसरी भनिएको हो। अनि सेक्काल भनेको चाहिँ कलर रङहरू भइहाल्यो। र यसको छङ्बोमा हामीले पढ्नेछौँ हानगकै कोरियाको छन्थोङ उइसाङ, उइबोक, उइसाङ, उइर्यो, बोक हैन। यी सबै भनेको कपडा भन्ने अर्थ लाग्छ। कोरियाको परम्परागत कपडा अर्थात् हानबोकको बारेमा चाहिँ हामीले चर्चा गर्नेछौँ। यस पाठ पढिसकेपछि ओछारी मेदे कपडाको पहिरनको बारेमा सोध्ने र जवाब दिन सक्ने, त्यसैगरी मूलगन सामानको सेक्काल माराल सित्ता। नर्मल्ली इन्द्रणीका 7 रङ जान्नुभयो भने त्यो भइहाल्छ। कलरको हकमा चाहिँ त्यति धेरै गाह्रो छैन। फेरि सामानको रङ चाहिँ भन्न सक्ने कुरा चाहिँ यसले अर्थमा राखेको छ। ल यहाँलाई एकपटक 15 च्याप्टरमा केही मिनिङहरू देखाउँ, त्यसपछि फेरि हामी अगाडि बढ्छौँ। ल मिनिङहरू हेर्नुहोस् त। उइसाङ भनेको पोसाक अथवा कपडा, उइबोक, उइर्यु, ओत, बोक, सम्यु। सम्युको बारेमा हामीले पढिसक्यौँ नि हैन 41 पाठमा सम्यु। ल उइबोक, उइर्यु, ओत, बोक, सम्यु, उइसाङ भनेको चाहिँ के हो त भन्दाखेरि कपडा अर्थात् पोसाक भन्ने अर्थ लाग्छ यसको। वार्य हादा भन्ने मिनिङ पढ्छौँ हामीले एउटा।
चम्किलो हुनु अथवा आकर्षक हुनु, भव्य हुनु। वाहदा भनेको छ वा हुनु भनेको वा हुनु आकर्षक भएन वा हुन्छ होइन। अनि छायन सुराउनु भनेको प्राकृतिक हुनु। छुरुम, यो छुरुम भनेको चाहिँ के त भन्दाखेरि मुजा भन्नाले के बुझ्नु पर्ला भन्दाखेरि अहिले आउँछ त्यहाँ यहाँनिर चाहिँ मुजा मुजा परेको भने कि आइरन नलगाएर यो सर्टमा पनि हल्का मुजा देखिरहेको छ। हल्का रिसाउनु पनि निधारमा पनि यसरी मुजा पर्छ नि, यो खालको कुरालाई चाहिँ छुरुम भन्छ है। अनि औलिँदा भनेको सुहाउनु है, औलिँदा भनेको सुहाउनु। थासो भनेको केही अथवा अलिकति। खेर्याङ आधा भनेको सुधार गर्नु, खेसन आधा भनेको सुधार गर्नु जस्तै खेर्याङ आधा भनेको सुधार गर्नु। त्यसै गरी सिर्योजक भनेको व्यावहारिक भनौँ अथवा उपयोगी अथवा व्यावहारिक। अनि यल ल्याङ भनेको यन्से उमेर भनेको है त उमेर। ल चित्रमा हेर्नु पर्दाखेरि छिमा, छिमा छगोरी भने छिमा भनेको यो तलको भागलाई छिमा भनिन्छ। अहिले हामी तल पढ्दा आउँछ हेर्नुहोस् है एकपटक छिमा। छगोरी भनेको यो माथिको कपडालाई चाहिँ छगोरी भनिन्छ है, छिमा छगोरी। अनि केटाको हो भने चाहिँ फेरि के फाजी छगोरी, फाजी छगोरी। अनि छोकी भन्ने चाहिँ यस्तो हुन्छ है, हामीले अहिले पढ्दैछौँ है त्यहाँ चित्रमा आउँछ है, तल पढ्दाखेरि व्याख्यामा आउँछ। चित्र हेर्नुहोस्, छोकी भनेको चाहिँ यो त्यो नेपालमा मोदीकोट भन्छन् अस्कोट के, यो ट्राफिकहरूले लगाएको हुन्छ, रोडमा काम गर्दाखेरि लगाएको हुन्छ टिल्किने खालको कपडा हुन्छ। अब यो चाहिँ हानबोकमा चाहिँ छोकी भनेको यही हो है, अस्कोट। ओके सिधा गरौँ त हामी। ल ल यहाँ पनि हेर्नुहोस् एकदम खुसी खुसी परिवार देखाएको छ एउटा। ल ल सिधा गरौँ, रेडी हो त। ल कोरियाको परम्परागत पोसाक। ल कत्रो हुन्छ यो अक्षरहरू अलि सानो हुन्छ कि ल है त। ल हानबोकुन, हानबोक अर्थात् कोरियाको परम्परागत पोसाक चाहिँ हानगके कोरियाको छन्थोङ परम्परागत उइसाङ इम्निदा कपडा हो। हानबोक भन्दा बित्तिकै हानगमा भएको बोक भनेको पोसाक भनिसक्यो अघि हामीले। कोरियाको के रहेछ त भन्दाखेरि यो परम्परागत पोसाक रहेछ अथवा कपडा रहेछ। हानबोकुन कोरियन पोसाक चाहिँ सेक्साङे भनेको, सेक्साङ भनेको सेक भनेकै हो है कलर, रङले चाहिँ वार्य हाय भनेको रङ्गी चङ्गी भन्नु खोजेको कि चम्किलो मतलब विभिन्न रङको अथवा रङ्गी चङ्गी हुन्छ भने थिजाइन डिजाइने उवाहागु भनेको आकर्षक र आरामदायक सुन्निदा सुन्दर हुन्छ। हानबोक चाहिँ एउटा रङ्गी चङ्गी हुँदो रहेछ, विभिन्न कलरमा हुँदो रहेछ अनि आकर्षक पनि हुँदो रहेछ। खुरेछ त्यसैले हानबोक साराम दुरुन कोरियन मानिसहरू चाहिँ सल्लाल कोरियाको नयाँ वर्ष अथवा खेलोन्सेग्वा काछे विवाह समारोह जस्ता थुक्जेल हागो विशेष र छुङ्ग्योहान भनेको महत्त्वपूर्ण नार एनुन दिनमा चाहिँ छन्थोङ हानबोकुल परम्परागत कोरियन पोसाकलाई इप्सुम निदा लगाउने गर्दछन्। अब ठ्याक्कै भनौँ जस्तो नेपालमा चाहिँ दौरा सुरुवाल जस्तो गाउँघरतिर जानुभयो भने अहिले पनि हाम्रो कर्णालीको विभिन्न त्यो जुम्ला कालीकोटतिर गयो भने दौरा सुरुवालमै भेट्नु पाइन्छ मान्छे। ढाका टोपी कहिले छुट्दैन। अब हामीले कहिले काहीँ ढाका टोपी लाउने भनेको तिहारको दिन अनि दसैँको दिन जमरा अड्याउनु पऱ्यो भने लाइयो होला अस्ति होइन। अनि दौरा सुरुवाल त अब त्यस्तै बिहेमै जानु विशेष गरिकन भयो भने होला, नत्र भने कम लगाइन्छ। त्यस्तै जस्तो नेपालको अब ढाका टोपी दौरा सुरुवाल भने जस्तै अलिकति प्राचीन तर मुख्य मानिने कपडा मध्येको एक रहेछ हानबोक है। यति लाइनसम्म त्यही कुरा बुझ्यौँ हामीले। अब अर्को लाइनमा जाउँ। यहाँ छ नामसङ भनेको केटा अथवा पुरुषको, हानबोकुन कोरियन पोसाक चाहिँ फाजी वा छगोरी। अघि मैले यहाँलाई चित्रमा देखाइसकेको छु फाजी र माथि लगाउने कपडा छगोरी। छोकिरो भनेको चाहिँ अस्कोटको रूपमा, खुसङ दोइगो भनेको समावेश हुन्छ र येसङ हानबोकुन महिलाको कोरियन पोसाकमा चाहिँ छिमा वा जामा र छगोरिरो भनेको माथि लगाउने कपडाको रूपमा
समावेश हुन्छ। कुसङ देम्निदा हानबोकुन कोरियन पोसाक चाहिँ छायनसु र उन प्राकृतिक भनेको है प्राकृतिक नेचुरल देखिने कि हेर्दाखेरि प्राकृतिक छुरुम ग्वा भने छुरुम भनेको हामीले के भनेको अघि छुरुम जस्तो मैले निधारमा पनि पर्छ भनेको थिएँ कहिलेकाहीँ छुरुम भनेको त्यो मुजाहरू पर्ने जो डिजाइन हो है त्यो चाहिँ कपडामा चाहिँ बनाइएको मोजा र फुङसङ हादा भन्ने क्रियाबाट रहेछ यो फुङसङ हादा भनेको प्रचुर हुनु प्रशस्त हुनु भनेको है यो मुजाहरूसँगै प्रचुर मात्रामा सिल्लुएसुरो भन्छ। सिल्लुएट भनेको चाहिँ यो छाया भनेर बुझ्दा पनि हुन्छ अथवा आकृति है छाया जस्तो देखिने आकृति यो एउटा इङ्ग्लिस वर्ड नै हो यो पनि पर्याप्त मात्रामा आकार अथवा आकृतिहरूले मान्दुन भनेको आकृतिको रूपमा मोदुन भनेको सबै भनेको विभिन्न भन्दा नि भयो यहाँ चाहिँ छे हेङ भनेको छ। त्यस कारणले विभिन्न छे भनेको शरीर भन्न खोजेको हो है अनि ह्यङ भनेको प्रकार भनेको विभिन्न शरीरका प्रकार भनेको चाहिँ विभिन्न ढाँचाका शरीर भएका मोटा पातला अग्ला होचा मानिसहरूको साराम तुलेको मानिसहरूलाई औलिन्दानन सुहाउँछ भन्ने छाङजमी सुम्निदा राम्रो पक्ष छ अथवा यसको विशेषता हो भनौँ न हैन फाइदा पनि हुन्छ कतै चाहिँ राम्रो पक्ष अथवा विशेषता हो रे। अब के भन्नु त भने केटाको कपडालाई चाहिँ फाजी छगोरी अनि महिला केटीहरूको चाहिँ छिमा छगोरी भन्दो रहेछ। यो प्राकृतिक हुँदो रहेछ र यसमा मुजाहरू हुने र प्रचुर मात्रामा चाहिँ छाया जस्तो अथवा बिम्ब आकृतिहरू जस्तो देखिने खालको जस्तो घाम डुब्ने बेलामा चाहिँ यस्तो देखिने छाया भनेको यसो झट्ट हेर्दाखेरि छाया खालको देखिने विभिन्न आकार आकृति देखिने भन्न खोजेको सिल्लुएट भनेको है र विभिन्न खालका शरीर भएका मान्छेहरूलाई साना ठुला सबै खालका भन्न खोजेको यसको मतलब शरीर भएका मान्छेहरूलाई चाहिँ औलिन दानुन सुहाउँछ भन्ने चाहिँ के छ त यसको भन्दा छाङजम राम्रो पक्ष छ भने है त भनेपछि यो धेरै विशेषताले भरिएको रहेछ कोरियन पोसाक। अब जब हामी अर्को लाइनमा अब यसका डिजाइनहरू पनि धेरै हुन्छन् भनेको थिएँ नि त। अब अघि देखाएका चित्र र यहाँ चाहिँ अलिकति के छन् त अलि फरक खालका डिजाइनहरू देखाएको छ तर चट्ट चाहिँ एकदम खुल्ला क्या राम्रो देखिएको छ यो पोसाक चाहिँ हैन। अन्त मान्छे राम्रा भएर हो कि ल है। अब हामी जाउँ अर्को लाइनमा ल खुरना तर भने फेरि है त छन्थोङ हानबोकुन परम्परागत कोरियन पोसाक चाहिँ तर परम्परागत कोरियन पोसाक चाहिँ भन्नाले अब अलि पहिलाको ढाँचाबाट सिलाइएको या बनाइएको कोरियन पोसाक चाहिँ अझै ठुलो भएर है त्यसलाई कोरियन पोसाक चाहिँ फ्याङसाङ बोक उरो इब्की एनुन फ्याङसाङ बोक भनेको साधारण कपडा जसरी इब्की एनुन भनेको लगाउनमा चाहिँ परम्परागत हानबोकहरू चाहिँ सामान्य कपडा जस्तो हामीले टी सर्ट हाफ प्यान्टहरू सर्ट लगाए जस्तो सजिलै लगाउनमा चाहिँ थासो भनेको केही अथवा अलि यानि क्या अलिकति फुलफिन हान चौमी असहज कुरा भएर यजुमेनन आजकल चाहिँ छन्थोङ परम्परागत हानबोकुल कोरियन पोसाकलाई खेरेङ हाय भन्छ सुधार गरेर भनेछ। हामीले अघि यो मिनिङ पढिसक्यौँ नि हामीले हैन। अब अलिकति त्यो पुरानो ढाँचाको पुरानो शैलीको सिलावट जो थियो त्यो कपडा लगाउँदा चाहिँ अलि कम्फर्ट नहुने कामहरू गर्दा व्यायामहरू गर्दा हिँडडुल गर्दाखेरि चाहिँ गाह्रो हुने भएकोले गर्दाखेरि चाहिँ छन्थोङ हान बोकलाई चाहिँ खेरेङ हाय भने के सुधार गरेर मान्दुन बनाइएको सेङ्वाल हानबोक कस्तो बनाइएछ त भन्दाखेरि सेङ्वाल हानबोक बनाइएछ। दैनिक जनजीवनमा खाना बनाउँदा हिँड्दा डुल्दा जति बेला पनि लगाउन मिल्ने खालको हैन हानबोकुल इब्नुन सारामदुरी मानाजीको स्मृदा सेङ्वाल हानबोक भनेर अहिलेको अलिकति आधुनिक डिजाइन भनौँ न आधुनिक डिजाइनमा तयार गरिएका कपडा लगाउने मानिसहरू बढिरहेका छन्। सेङ्वाल हानबोकुन जनजीवनमा लगाइने कोरियन पोसाक चाहिँ छन्थोङ परम्परागत हानबोक बोदा कोरियन पोसाक भन्दा डिजाइन थानसुन हागो। अब डिजाइन कस्तो हुन्छ त त्यसको भन्दा सामान्य हुन्छ
हैन डिजाइनको हिसाबले चाहिँ सामान्य हुन्छ र सिर्योङजकियस भन्छ। सिर्योङजकियस भनेको व्यावहारिक भएर भनेको, व्यावहारिक भनेको जो जति बेला पनि लगाउन मिल्ने सट्ट लगाएर हिँड्न मिल्ने खालको भएर अन्जेना फ्यान आगे इबुल्सु सुन्दा जहिले तहिले सजिलै लगाउन सकिन्छ। इराहान यस्तो खालको हानबोकुई कोरियन पोसाकको फ्यान वा नुन बदला अथवा परिवर्तन चाहिँ हानबोकुई कोरियन पोसाकको थेजुङ वाए भनेको चाहिँ अब यसको पर्खार अथवा प्रचुरतामा चाहिँ खिय हाय यस सुन्निदा भनेको योगदान गरिरहेको छ। यसको चाहिँ फैलावटमा हैन पनि के गरिरहेको छ र त भन्दाखेरि चाहिँ यसले चाहिँ भूमिका खेलिरहेको छ। जस्तो यहाँनिर तपाईले चित्रमा हेर्नुभयो भने जस्तो यहाँ परम्परागत भनेको यो हो, यहाँ देखाएको माथिको चाहिँ परम्परागत भएको यत्रो पुरा चाहिँ हैन यो छिमा पनि यति छ, विभिन्न डिजाइन छ, कपडा पनि एकदम शरीरमा एकदम हेभी छ नि। अब यो लगाएर हिँड्न काम गर्न अलिक गाह्रो हुने भयो। यही पोसाक हानबोकलाई नै के गरिदियो त यहाँ भन्दाखेरि यसरी यो एकदम सामान्य देखिन्छ नि, झट्ट हैन एकदम सरल छ। यही पनि भनेपछि हानबोक चाहिँ हानबोकै हो, तर अलि सरल तरिकाले बनाइयो भने चाहिँ के हुन्छ त भन्दाखेरि यो व्यावहारिक पनि हुन्छ र जनजीवनमा चाहिँ बढी प्रयोगात्मक अथवा कम्फर्ट हुन्छ भन्ने कुरा चाहिँ यहाँनिर राख्यो है त। यहाँसम्म ठिक छ त? ल अर्को लाइन हेरौँ अब। ल हानबोकन कोरियन पोसाक चाहिँ इब्नुन सारामै लगाउने मान्छेको यल ल्याङ इना उमेर अथवा एखाल दोङ्गे भूमिका आदि तारा अनुसार सेक्काल ग्वा डिजाइनी छोगुम थारुम निदा रङ र डिजाइन चाहिँ अलिकति फरक हुन्छ। भन्न खोजेको कोरियन पोसाक लगाउने मान्छेको उमेर कस्तो छ हैन। जस्तो हामीले पनि कोटहरू सिलाउँदाखेरि अलिकति अहिलेको आधुनिक अनुसारको चट्ट बनाएर सिलाउने भन्छ अहिलेको उमेरको अलि बुढो भइसकेको मान्छेले चाहिँ कस्तो अलि बुढो मान्छे लाउने यस्तो कोट हो यो त भन्ने खालको कुरा हुन्छ। कोट त कोटै हुन्छ त्यहाँनिर पनि। त्यस्तै जस्तो उनीहरूको उमेर अनि भूमिका भनेको अब पद ओहदाको कुरा होला नि त हैन। अब अलि ठुलो मान्छेले लगाउने, ठिक्क मान्छेले लगाउने अथवा त्यो काम कुन काम गर्ने मान्छेले लगाउने, कुर्सीमा बस्ने मजाले काम गर्ने हो कि अथवा व्यावहारिक रूपमा कोही प्र्याक्टिकल्ली काम गर्ने हो, त्यसको आधारमा उनीहरूले छान्ने रङका कुरा र डिजाइनका कुरा अलिकति फरक हुन्छ रे। खेलोन सिके स विवाह उत्सवमा सिल्लाङोइ भनेको दुलाहाको अमनिनुन आमा चाहिँ फोथोङ प्राय फुरुनसेक भनेको छ निलो रङ हैन, फारनसेक फुरुनसेक। खेथोङ उइ भनेको अब यहाँनिर भन्नु यसलाई चाहिँ निलो रङ आकारको हैन, निलो रङको संरचनाको अथवा आकारको छमछानन, छमछानन भनेको चाहिँ भव्य अथवा अलि भद्र खालको भन्न खोजेको, भद्र खालको हानबोकुल इबको कोरियन पोसाक लगाउने र सिन्बुई दुलहीको अमनिनुन आमा चाहिँ फुनहोङसेक भनेको छ पिङ्क कलरको है, पिङ्क कलरको थानाहान, थानाहान भनेको छ यो चाहिँ थानाहान भनेको चाहिँ एक हिसाबले भन्दा त साधारण भन्दा पनि हुन्छ, नत्र भने चाहिँ अलिकति भव्य खालको कि अलि शालीन खालको भन्न खोजेको। शालीन खालको चाहिँ हानबोकुल इप्सुन्नेदा कोरियन पोसाक लगाउँछिन्। यहाँनिर दुईटा कुरा भन्यो, मानिसहरूले चाहिँ आफ्नो उमेर आफ्नो काम अनुसार कपडाको डिजाइन चाहिँ अलिकति फरक हुन पनि सक्छ र विवाह उत्सवमा लगाउँदाखेरि चाहिँ निलो रङको र पिङ्क कलरको चाहिँ यो दुला दुलहीको आमाहरूले पनि फरक फरक खालको हानबोक लगाउने प्रचलन पनि रहेछ। त्यसै गरी अब लास्ट लाइनमा जाउँ हामी है। छेगन्थुरासानन, छेगन्थुरासानन भनेको चाहिँ आजभोलिका दिनहरूमा आएर अथवा हालसालै चाहिँ भनेको हालसाल चाहिँ हानबोक कोरियन पोसाक फेसुथिबल फेस्टिभल भनेको कोरियन पोसाकहरू सबै मान्छे लगाएर कोरियन पोसाकहरू सो गर्ने, देउडा खेल्न आए जस्तै गरिकन त्यो दिन पुरै कोरियन पोसाक लगाएर आउने के फेस्टिभल अथवा हानबोक फेसन सो स्यो, हानबोकको फेसन सोहरू विभिन्न डिजाइनका हानबोकहरू लगाउने र फेसनहरू चाहिँ देखाउने। जस्तो तीज गीतमा आफ्नो आफ्नो क्लबले आफ्नो पर्फर्मेन्स देखाए जस्तै यो हानबोकहरू पनि विभिन्न डिजाइनका लिएर चाहिँ फेसन सोहरू गर्ने। दुङ्गुल आदि जस्तो कपडाहरू बेच्दाखेरि विभिन्न खालका त्यो गुडियाहरूमा फेसनहरू लगाएर देखाइरहेको हुन्छ नि हैन, बाल काट्न जाँदाखेरि विभिन्न फेसनहरू हिरोहरूको देखाइरहेको जस्तै फेसन सो दुङ आदि थुङ्गे माध्यमबाट हानबोकै कोरियन पोसाकको आरामदायक भनेको
सुन्दरता अथवा हैन सुन्दरतालाई चाहिँ सेके जगुरु भनेको विश्वव्यापी रूपमा, नल्ली भनेको व्यापक है, विश्वव्यापी रूपमा व्यापक रूपमा आल्लिरहनुन् भनेको जानकारी गराउन, चिनाउन भनौँ न, चिनाउनका लागि नोर्यकी इयजिगो सुम्निदा कोसिस चाहिँ भइरहेको छ अथवा कोसिस जोडिरहेको छ। नोर्यक भनेको कोसिस। ल अब समग्रमा भन्दाखेरि हानबोकको बारेमा के रहेछ त? हानबोक भनेको चाहिँ कोरियाको के रहेछ भन्दाखेरि परम्परागत पोसाक रहेछ हैन। अब पहिलाको र अहिलेको पोसाकहरूको पनि केही चाहिँ के रहेछ त भन्दाखेरि बनावटमा भिन्नता आएको कारणले दैनिक जनजीवनमा पनि मान्छेहरूले चाहिँ कोरियन पोसाकहरू प्रयोग गर्ने रहेछन्। विभिन्न चाडपर्वहरूमा, विवाह समारोहदेखि लिएर विभिन्न ठाउँहरूमा चाहिँ कोरियन पोसाकलाई चाहिँ लगाइँदो रहेछ। कोरियन पोसाकको चाहिँ लोकप्रियतालाई चाहिँ झन बढाउनका लागि चाहिँ के गरिरहेको छ त भन्दाखेरि कोरियाको परम्परागत कपडाहरूलाई चाहिँ प्रयोग गरेर, परम्परागत कपडालाई नै प्रयोग गरेर आधुनिक तरिकाले चाहिँ के गरेर सिलाएर अथवा बनाएर चाहिँ यहाँनिर के भन्यो त भन्दाखेरि यसको परिवर्तन जो आएको छ यो कुराहरूले चाहिँ व्यावहारिक भएको कारणले चाहिँ यो थेजुङ वाए खिय हाय सुम्निदा भनेको छ एउटा चाहिँ आफ्नो फैलावटमा अथवा लोकप्रियतामा चाहिँ एउटा योगदान गरिरहेको रहेछ। र विवाहमा दुला र दुलहीको आमाहरूले लगाउने हानबोकको कलर पनि अलिकति फरक हुँदो रहेछ भने हालसाल आएर चाहिँ विभिन्न फेस्टिभलहरू गर्ने तथा फेसन सोहरू गरेर चाहिँ कोरियन पोसाकको चाहिँ विश्वव्यापी रूपमा चाहिँ हानबोकको पनि कोरियाको खाना, कोरियाको पप संस्कृति, कोरियाका अन्य कल्चरहरूलाई जसरी विश्वव्यापी फैलाइरहेको छ त्यसै गरी कोरियन पोसाकलाई पनि फैलाउनलाई कोसिस चाहिँ जोडिरहेको छ, गरिरहेको छ भनेर भनेको छ। लास्ट इयरको परीक्षामा यो हानबोकको बारेमा चाहिँ सल्म्याङ आएको थियो, के को बारेमा व्याख्या हो भनेर आएको थियो। यो सजिलै हुन्छ, त्यति गाह्रो त हुँदैन। के को बारेमा भन्दा त कपडाको बारेमा यति व्याख्या सुनेपछि यसै थाहा पाउन सकिन्छ। त्यो बाहेक कहिलेकाहीँ औईहरू, फिनखानहरू केही कुराहरू आउन सक्ने कुरा रहन्छ। यहाँनिर तपाईँले सीमा छगोरी हैन, फाजी छगोरी यिनी मिनिङहरूलाई एकपटक छुट्याएर एकपटक सर र मजासँग फेरि पनि आउले हेर्नुभयो भने अवश्य पनि अझै विस्तृत रूपमा तपाईँले हानबोकको बारेमा सल्म्याङ गर्न सक्नुहुनेछ। आशा छ आजको क्लासबाट तपाईँले पक्कै पनि केही कुरा बुझ्नुभयो होला, सिक्नुभयो होला। हामी निरन्तर ट्रस्ट एजुकेसन सेन्टर सुर्खेतबाट प्रसारित छौँ अनलाइन मार्फत र यहाँहरूले चाहिँ आउँदै गरेको परीक्षालाई लक्षित गरेर जुन बेजोड तयारी गरिरहनु भएको छ तपाईँको त्यही तयारीमा अझै एउटा हिट्टा भए पनि थपौँ र सँगसँगै यहाँहरूसँग सहकार्य गरौँ भनेर हामीले यो क्लास गरिरहेका छौँ। यो क्लास विशुद्ध यहाँहरू परीक्षामा केन्द्रित भएका साथीहरूका लागि भएको कारणले अलि छिटो हामी सरस्वती नेपाली लाउँदै गएका छौँ। यहाँहरूले पनि धेरै विद्यार्थी साथीहरूले चाहिँ एकपटक रिपिट गर्न मात्रै पाएको भए हुन्थ्यो भन्नुभएको कारणले पनि यो गरेका हौँ भने अब हामीले यसबाट के कस्ता खालका क्वेसनहरू बन्न सक्छन् भनेर स्पेसल छङ्बो लक्षित क्वेसनहरूको एउटा अनलाइन एक्जाम पनि गराउनेछौँ तपाईँलाई पछाडि र त्यसको फिडब्याक क्लास पनि हामीले गर्ने छौँ। आजलाई भने हाम्रो क्लासको समय यहीँ सकिएको छ। तपाईँ हाम्रो अर्को भेट फेरि अर्को अङ्कमा विशेष गरिकन हुने नै छ। जाँदा जाँदै अब म तपाईँको माझमा चाहिँ आजको एक शब्द त यहाँहरूलाई पक्कै पनि मैले राख्नै पर्ने हुन्छ। ल अब हामीले एक शब्द हेरौँ है त। फाल, फाल अफ नन मारी छल्ली खान्दा। एउटा सोक्दाम भन्छ कि कोरियन भाषामा चाहिँ एउटा उखान अथवा एउटा भनाइ हो। फाल अब्नुन मारी छल्ली खान्दा अर्थात् खुट्टा नभएको भाषा अथवा कुरा कयौं माइल टाढा फैलिन्छ। यसको मतलब हामीले दिमागमा कहिल्यै पनि नराम्रो कुराहरू ल्याउनु हुँदैन। हरेक कुराहरूमा हामीले सकारात्मकता अथवा पोजिटिभ देख्नुपर्छ रे। जस्तो आगो, आगोले त पोल्छ नि, अनि आगो अब जाडोमा त हाम्रो सारथी पनि हो नि। आगोले नै खाना बनाएर त हामी बाँचेका छौँ नि। पानी, पानी बिनाको पनि जिन्दगानी, अनि पानीमा हाम फाल्दा यसै मरिँदैन त। त्यसैले हरेक कुरालाई
पोजिटिभ वेबाट हेरौँ, सधैँभरि बी पोजिटिभ हौँ। म सक्छु भनौँ, म गर्छु भनौँ। यहाँहरू सबैको सधैँ जय होस् भन्दै आजको अङ्कबाट म हरि कणेल बिदा हुन्छु। नमस्ते, शुभ सन्ध्या, खाम्साहाम्निदा।